ल फेरि एकताल विकासजी, विकास गुरुङजी, हामी आज डिजिटल टकमा छौँ। डिजिटल टक इन टर्म्स अफ माने डिजिटल कन्टेन्ट क्रिएटको हिसाबमा हामीले यो डिजिटल कन्टेन्ट क्रिएट गर्न गइरहेको छौँ। मेन चाहिँ यो विकासजीले यो एआई अनि त्यसपछि रोबोटिकमा चाहिँ आफ्नो इन्भल्भमेन्ट कसरी भयो होइन, अनि त्यसपछि यो यसमा नै इन्ट्रेस्ट किन भयो, यो डोमेनमा तपाईँलाई चाहिँ भनौँ हामीले एउटा एक्सपर्टिजको रूपमा एउटा चाहिँ प्रोफेसनल्ली चाहिँ लागेको र धेरै अगाडिदेखि नै यसैमा इन्भल्भमेन्ट भइरहेको कारणले गर्दाखेरि के हो त हजुरले किन लाग्नुभयो यो चाहिँ यो एरियातिर, र अनि अलिकति ब्याकग्राउन्ड पनि तपाईँले चाहिँ राखिदिनु भयो भने। थ्याङ्क यू सो मच हजुरको डिजिटल टकमा इन्भाइट गरिदिनु भएकोमा होइन। इट्स अलवेज इन्ट्रेस्टिङ फ्यासिनेटिङ टु टक अबाउट रोबोटिक्स एन्ड एआई। अब नेपाल जस्तो देशमा जहाँ चाहिँ रोबोटिक्सको कुरा गर्दाखेरि अहिले बेला भएर भन्ने कुरा गर्थे होइन। आजको दिनमा रोबोटिक्स एआई निडको रूपमा कन्भर्ट हुँदै गर्दाखेरि चाहिँ यसलाई ड्राइभ गर्ने एउटा जुन रेस्पोन्सिबिलिटी अपर्च्युनिटी होइन पाइराखेको छु, त्यसमा चाहिँ म एकदमै खुसी छु। अब ब्याक इन टाइम जब म चाहिँ तपाईँको स्कुल पढ्दाखेरि 8th क्लासमा हुँदाखेरि चाहिँ यो कम्प्युटर इन्जिनियरिङ गर्छु भन्ने एउटा सोच थियो। अनि पछि फेरि होइन प्र्याक्टिकलतिर जानुपर्छ भनेर मेकानिकल इन्जिनियरिङ पढ्छु भनेर चाहिँ लागिरहेको थिएँ। तर +2मा यो हामी नर्मली इन्जिनियरिङ पढ्ने भएपछि पुल्चोकको इन्जिनियरिङ इन्ट्रान्स एक्जाम दिनुपर्छ। सो त्यहाँनिर चाहिँ पुल्चोकमै त्यो स्कलरसिपमा चाहिँ नाम निस्किएन। अनि नाम ननिस्किसके पछाडि मैले अब 1 वर्ष लस गर्छु भनेर सोचिरहेको थिएँ। तर मेरो +2 क्यापिटल हिल कलेज टेकुमा छ होइन, त्यहाँ मलाई म्याथ्स पढाउने हुने टिचर किशोर चालिसे सरले चाहिँ अब उहाँले हामी यो इन्जिनियर के अरे +2मा राम्रो पढ्ने विद्यार्थीहरूलाई बोलाएर उहाँले भर्खर सगरमाथा इन्जिनियरिङ कलेज भनेर खोल्नु भएको रहेछ। ओके। अनि त्यस पछाडि बोलाउनु भयो सबैजनालाई र बोलाउनु भएर इलेक्ट्रोनिक्स पढ होइन, हामीले हाम्रोमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ छ भनेर चाहिँ भन्नुभयो। अनि उहाँले त्यो भन्दाखेरि एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के भन्नुभएको थियो भने भोलिको फ्युचर भनेको इलेक्ट्रोनिक्स इन्जिनियरिङको हो होइन। त्यसमा चाहिँ नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेछ। सो नयाँ नयाँ टेक्नोलोजी आइरहेको भएर तिमीले अहिलेदेखि यो पढ्यो भने भोलि पर्सि तिमीलाई धेरै फाइदा हुन्छ भन्नुभएको थियो होइन। अनि मैले तैपनि म होइन कम्प्युटरै पढ्छु होइन, प्रोग्रामर बन्छु भन्ने तरिकाले अलिकति इनलाइन भइरहेको थिएँ। पछि मेरो एउटा साथीले चाहिँ उसले पुल्चोकमा इलेक्ट्रोनिक्समा नाम निकालेछ। अनि विकास तिमी पनि इलेक्ट्रोनिक्सै पढ यार, कम्प्युटर त मास्टर्स पढ्दाखेरि गरौँला भनेर उसले सेयर गर्यो। अनि त्यो सेयर गरिसके पछाडि चाहिँ मलाई पनि ठिकै हो जस्तो लाग्यो होइन। र मैले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढेँ सगरमाथा इन्जिनियरिङ कलेजमा। त्यहाँ पढ्दै गर्दाखेरि चाहिँ लगभग हामी 2nd इयरमा भर्खर लाग्दै थियौँ। अनि त्यहाँ चाहिँ हाम्रो प्रिन्सिपल हुनुहुन्थ्यो रमेश श्रेष्ठ सर। उहाँले चाहिँ हामी सबैलाई तिमीहरूले अब रोबोटिक्स क्लब खोल्नुपर्छ होइन, अहिलेको एज चाहिँ रोबोटिक्सको हो भनेर भन्नुभयो। अनि त्यस पछाडि हामीले त्यहाँ रोबोटिक्स क्लबहरू खोल्नको लागि भनेर त्यहाँ पुल्चोकमा नै रोबोटिक्सकै प्रोग्रामहरू हुन्थ्यो। ब्याक इन टाइम अब 2003 देखि नै हाम्रो रोबोटिक्समा चाहिँ पायनियर होइन रमेश चौधरी सर भन्ने हुनुहुन्छ, उहाँको इनिसिएटिभमा त्यहाँ पुल्चोकको रोबोटिक्स क्लबले इभेन्टहरू गर्ने गर्थ्यो। त्यतिखेर इमेज प्रोसेसिङहरूको ट्रेनिङहरू भइरहेको थियो। अनि त्यहाँ जोइन गरिसके पछाडि र यसमा अलिकति इन्ट्रेस्ट लाग्दै गर्दाखेरि रोबोटिक्स एसोसिएसन अफ नेपाल भनेर त्यतिखेर नै सुरु भइसकेको थियो 2010मा होइन। अनि उहाँहरूले त्यतिखेर यन्त्र भनेर त्यतिखेर चाहिँ अब रोबोटिक्स नेसनल रोबोटिक्स कम्पिटिसन भन्थ्यौँ हामीले। सो नेसनल रोबोटिक्स कम्पिटिसनहरू सुरु गरिसक्नु भएको रहेछ। अनि हामीलाई पनि इन्भाइट आयो, किनभने अब हामी रोबोटिक्स क्लब्स सुरु गर्ने भनेर बसिराखेको, रोबोटिक्स कम्पिटिसनमा चाहिँ आउनुपर्छ भनेर। अनि त्यतिखेर नै हामीले चाहिँ यो तपाईँको इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ सोसाइटी खोल्यौँ, जुन चाहिँ तपाईँको रोबोटिक्स क्लबै थियो खास, तर नाम चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ सोसाइटी भनेर खोल्यौँ। र त्यसबाट रोबोटिक्समा इन्क्लिनेसन सुरु भयो। अनि पछि रोबोटिक्स एसोसिएसनबाट मेम्बरसिपको लागि चाहिँ ओपन गर्नुभयो। अनि मैले अब हामी भर्खर क्लबमा लागिरहेकोहरूलाई यसरी अपर्च्युनिटी, किनभने त्यो मेम्बरसिप नै अपर्च्युनिटी जस्तो लागेर मेम्बरसिप अप्लाई गरेर मेम्बर पाएँ। पछि अब त्यहीँ क्लब खोलिसक्यो भएर अब फेरि पहिलेदेखि एक्टिभ मान्छे होइन, स्टेजहरू मन पराउने
स्कुलदेखि कलेजदेखि नै अनि यस्तो कुराहरू यो अगाडि इन्गेज हुनुपर्ने भावेर त्यहाँ पनि म इन्गेज भइहालेँ उहाँहरूले भलन्टियरिङ अपर्च्युनिटीहरू त्यतिखेर एडभान्समेन्ट इन कम्प्युटर इन्टरटेनमेन्ट भनेर तपाईँको डिसिसीसँग मिलेर हाम्रो यो त्रिपुरेश्वरको डिसिसीसँग मिलेर अनि प्लस त्यतिखेर जापानको एउटा बिग टिम आउनु भएको थियो नेपालमा उहाँले चाहिँ त्यतिखेर नै तपाईँको भर्चुअल रियालिटीहरूमा होइन अनि त्यस पछाडि अगुमेन्टेड डिभाइसेसहरू बनाउनु भएको थियो कि अनि बिग साइन्टिस्टहरू नेपाल आउनु भएको थियो सो त्यहाँनिर पनि भलन्टियरिङ गर्ने अपर्च्युनिटीहरू दिनुभयो र त्यही इन्गेज हुँदै हुँदै गइसकेपछि कलेजमा पनि प्रोग्रामहरू गर्दै गर्दै गइसके पछाडि मेम्बर भइसक्यो भएर मलाई यो एक्जिक्युटिभ मेम्बर्सको लागि भनेर अफर गर्नुभयो होइन बिकज यु सुड जोइन रोबोटिक्स एसोसिएसन एज अ एक्जिक्युटिभ मेम्बर अब ह्याप्पिली जोइन्ड होइन त्यो अरू जस्तो त्यस्तो सोच्ने मानिने थिएन अप्लाई पनि गरेँ अनि त्यसले त्यही जर्नी कन्टिन्यू गर्दा गर्दै तपाईँको कस्तो भयो भन्दाखेरि त्यो रोबोटिक्स एसोसिएसनमै लागेर लागिसके पछाडि चाहिँ इन्जिनियरिङ कलेजहरू कम्प्लिट गरेपछि होइन यो रोबोटिक्समा त धेरै काम गर्नुपर्ने रहेछ अब नयाँ टेक्नोलोजी आइरहेछ जुन चाहिँ हाम्रो म पनि इन्जिनियरिङ कलेज पढेँ डेफिनेटली सरहरूले ल तिमीहरू लाग्यो पनि भन्नुभयो तर त्यो स्किल सेटहरू चाहिँ खास ट्रान्सफर भएको थिएन इन्जिनियरिङ कलेजमा चाहिँ अफिसियल्ली अथवा फर्मल्ली चाहिँ तपाईँको रोबोटिक्स एजुकेसन दिइँदैन होइन अनि हामीले इन्जिनियरिङमा थ्योरिटिकल कुरा त पढ्छौँ तर त्यसलाई प्र्याक्टिकल्ली टेस्ट पनि गर्न पाइराखेको हुँदैन थियो अनि रोबोटिक्स यता लागिसके पछाडि इन्टरनेट अफ थिङ्स भनिरहेको थियौँ त्यतिखेर भर्खर एन्ड्रोइडहरू आइरहेको थियो होइन मोबाइल एप बनाएर डिभाइस कन्ट्रोल गर्न मिल्ने होइन ड्रोनको कुराहरू आइरहेको थियो भर्खर ड्रोनहरू पनि सिक्न पाइने अनि यो कुरा त खास नेपाललाई नै एकदमै इम्पोर्टेन्ट छ र सिकाउनु पर्छ भनेर म त्यसमा लागि नै कुन सालको कुरा यो चाहिँ तपाईँको 2014को कुरा होइन सो त्यो लागि नै रहेँ अनि तपाईँको त्यो 14मा लाग्दै गइसके पछाडि हामीले त्यतिखेर डेरी मेकर कोड प्लस डिजाइन च्यालेन्ज भनेर लन्च गऱ्यौँ होइन जसमा चाहिँ तपाईँको डेरी इन्डस्ट्रीमा चाहिँ कस्तो खालको अटोमेसन टेक्नोलोजी ल्याउन सकिन्छ अथवा रोबोटिक्स टेक्नोलोजी ल्याउन सकिन्छ भनेर चाहिँ हामीले त्यो च्यालेन्ज पनि गरायौँ मैले ट्रेनिङहरू पनि त्यतिखेर अर्गनाइजहरू गर्न थालेँ अनि त्यस पछाडि भूकम्प आयो भूकम्प आइसके पछाडि चाहिँ तपाईँको अब हामी अलिकति चेन्ज अफ डिरेक्सन होइन किनभने डिसिडिसी डेरी मेकर कोड प्लस डिजाइन च्यालेन्ज गरिराखेको त्यहाँ अटोमेसन सोल्युसन ल्याउन खोजेको तर अब भूकम्प आएपछि त निडै भएन किनभने सबैजना क्यास होइन अनि हामी रोबोटिक्स एसोसिएसनबाट चाहिँ के गर्न सकिन्छ त भनेर हामीले सोच्दै जाँदाखेरि चाहिँ हामीले चाहिँ सोलर स्मल पोर्टेबल सोलर डिभाइसबाट मोबाइल चार्ज गर्ने र बल्बहरू बाल्न मिल्ने किनभने त्यतिखेर त बत्तीहरू पनि थिएन मोबाइल चार्ज नहुँदाखेरि कम्युनिकेसन धेरै इस्युजहरू थियो सो त्यो सिस्टम डिजाइन गऱ्यौँ र हामीले घाम पावरसँग मिलेर त्यो डिस्ट्रिब्युसनमा पनि गयौँ सो त्यो जर्नीमा कस्तो भने त्यतिखेर म एकदम हाइली एक्टिभ भएँ भूकम्पले मान्छेहरूले धेरैजना चाहिँ डराइरहेको थिए होइन आउट अफ भ्याली जानुपर्छ भूकम्प आइरहेको बेलामा कहाँ भत्किरहेछ मर्छ भन्ने सोच तर अब त्यस्तो सोचहरू कहिले पनि नआएर त्यो एकदमै एक्टिभ भइसके पछाडि त्यसले मलाई नेक्स्ट पोजिसन सेक्रेटरीको रूपमा चाहिँ रोबोटिक्स एसोसिएसन अफ नेपालमा इस्टाब्लिस गर्यो एन्ड देन सेक्रेटरी पछाडि म यता प्रेसिडेन्ट पनि भएँ ओभरअलमा यो जर्नीमा चाहिँ आई थिङ्क एउटा फ्युचरमा के छ भन्ने अपर्च्युनिटीले पनि ड्राइभ गर्यो प्लस जब यसमा भित्र छिरियो अनि त्यसको त्यो सेगमेन्ट्सहरू देख्दै जाँदाखेरि त नेपाल जस्तो देशलाई चाहिँ यो चाहिन्छ भनेर पनि तपाईँको मलाई यो रोबोटिक्समा लाग्ने एउटा प्यासन अहिले के छ त अहिलेको अवस्था के छ अहिले हामी एआई रोबोटिकको वर्ल्डसँग कम्पिट गर्दाखेरि चाहिँ हामी कुन स्टेटमा छौँ र ग्लोबल कुन चाहिँ स्टेटमा छ भनेर चाहिँ भन्न सकिन्छ भेरी इम्पोर्टेन्ट क्वेसन जस्तो लाग्छ मलाई हामीले चाहिँ तपाईँको अस्ति 2023मा नेसनल इनोभेसन कन्फरेन्स गराएको थियो कि अनि त्यतिखेर चाहिँ तपाईँको हाम्रो किनोट स्पिकर ओलिभर टियान भन्ने हुनुहुन्थ्यो जो चाहिँ ग्लोबल रोबोटिक्स क्लस्टरको भाइस प्रेसिडेन्ट होइन उहाँलाई चाहिँ नेपाल इन्भाइट गराएको थियो अनि उहाँ नेपाल आउनुभयो फर्स्ट टाइम नेपाल अब बाहिरबाट सुन्दाखेरि चाहिँ अब नेपाल भनेको माउन्टेनस कन्ट्री पुवर कन्ट्री होइन अनि त्यस पछाडि अब के भइरह्यो होला यिनीहरूले इन्भाइट गर्यो भनेर आउनुभयो त्यस पछाडि उहाँले हामीले त्यो नेसनल इनोभेसन कन्फरेन्स जस राम्रै गराएको थियौँ जसमा चाहिँ हामी वर डिस्कसिङ अबाउट डिफ्रेन्ट इनोभेसन के ल्याउन सकिन्छ सेक्टरल इनोभेसन के हुनसक्छ भनेर गरिरहेको थियौँ अनि त्यहाँ हामीले प्रोजेक्ट सोकेसहरू पनि राखेको थियौँ क्या अनि त्यो देखिसके पछाडि उहाँ चाहिँ अलिक छक्क पर्नु नेपालमा तिमीहरू यो पनि गरिरहेछौ होइन किनभने बाहिरको पर्सेप्सन भनेको चाहिँ
नेपाललाई लिएर यो एकदमै ब्याकवर्ड कन्ट्री हो होइन, यसमा के पनि छैन भने जस्तो। तर उहाँ आइसके पछाडि त्यो जसरी उहाँले त्यसलाई डिस्टिङसन रूपमा देख्नुभयो, त्यस पछाडि चाहिँ उहाँले यु गाइज आर डुइङ प्रिटी गुड जब भन्ने तरिकाले सोच्नुभयो। मैले त्यो किन एक्जाम्पल दिएको भन्दाखेरि हामी अहिले रोबोटिक्सको जुन 2010देखि स्टार्ट गरेर म आफैले 2014देखि चाहिँ लिडरसिप लिएर जाँदै गर्दाखेरि चाहिँ आजको दिनमा हामीले एकदमै टप वर्ल्ड क्लास कन्ट्रिजहरूसँग कम्पेयर गऱ्यौँ भने चाहिँ उनीहरूसँग त्यो कम्पिटिसनको स्टेजमा चाहिँ छैनौँ होइन। तर अरू कन्ट्रिज जस्तै टप 50 कन्ट्रिजको भन्दा अलिक तलपट्टि हेऱ्यो भने चाहिँ वी आर इन अ गुड अन लेभल विथ द अदर कन्ट्रिज होइन। त्यसलाई एक्जाम्पलको रूपमा मैले कसरी पनि भन्न सक्छु भन्दा अस्ति भर्खर एउटा ब्रिक्स को इभेन्ट भएको थियो चाइनामा, जहाँ चाहिँ तपाईँको बेल्ट एन्ड रोड इनिसिएटिभ फर स्किल कम्पिटिसन भनेर थियो। अनि नेपालको पनि त्यहाँ पार्टिसिपेसन थियो। लगभग 60+ कन्ट्रीको कम्पिटिसनमा चाहिँ तपाईँको नेपाली युथ्स गएर गोल्ड मेडल र तपाईँको ब्रोन्ज मेडल जितेर आए। 60+ को कन्ट्रीमा नेपाली केटाहरू गएर अथवा टिमहरू गएर चाहिँ तपाईँको त्यसरी गोल्ड मेडल ल्याउँछन् भने हाम्रोमा स्किल सेट अहिले राम्रो बिल्ड भइराखेको छ। इन्जिनियरिङ कलेजमा फर्मल्ली त्यो पढाइ नभए पनि जुन लेभलको हामीले इन्टरभेन्सन गरिराखेको जस्तै अहिले हरेक इन्जिनियरिङ कलेजमा चाहिँ तपाईँको रोबोटिक्स क्लबहरू छ। सो त्यो रोबोटिक्स क्लबले के गरिदिन्छ भन्दाखेरि उनीहरूलाई डिरेक्टली रोबोटिक्समा इन्गेज गराउँछ, रोबोटहरू बनाउन सिकाउँछ। अब रोबोटहरू बनाउने पनि तपाईँको कस्तो छ भन्दाखेरि कसैले अटोमेटिक रोबोट बनाइरहेको छन्, कसैले चाहिँ मोबाइलबाट कन्ट्रोल रोबोट बनाइरहेको छन्, कसैले चाहिँ रिमोट कन्ट्रोल रोबोटहरू बनाइरहेका छन्। अब बिस्तारै भोइस कन्ट्रोल रोबोटहरू पनि आइरहेको छ होइन। सो त्यसले गर्दाखेरि रोबोटिक्स क्लबमा काम गर्नेहरूसँग चाहिँ त्यो स्किल सेटहरू प्रपरली छ। सो त्यो रोबोटिक्स क्लबमा आउनुभन्दा अगाडि हामीले एउटा के बुझ्यौँ भन्दाखेरि तपाईँको रोबोटिक्स क्लबमा आउनुभन्दाखेरि त्यो सबै स्किल सेट त्यहीँ सिक्दाखेरि चाहिँ इट इज टेकिङ टाइम होइन। हामीसँग त्यो 4 वर्षको टाइम चाहिँ एकदमै मिनिमल हुन्छ, पढाउनै पर्छ होइन। झन् टियुमा त तपाईँको पढ्ने टाइम बाहेक अरू टाइमै हुँदैन होइन। अब हामी जस्तो पढ्ने विद्यार्थीहरूलाई त्यतिखेर एकदम च्यालेन्ज के भन्दा यता लाग्ने कि यता लाग्ने होइन, पढाइ छोड्न पनि मिलेन। त्यसमा चाहिँ अब मेरो आफ्नै कुरा गर्दाखेरि चाहिँ म टपर पनि होइन, पढ्ने प्रेसर पनि रोबोटिक्समा लाग्ने प्रेसर पनि। सो त्यो प्रेसरको बावजुद पनि हामीले त्यो अमाउन्ट अफ टाइम चाहिँ बिताउन कम पाउने भएर हामीले के एउटा प्लान गऱ्यौँ अथवा सोच्यौँ भन्दाखेरि दिस सुड गो अन द स्कुल लेभल पनि होइन। त्यो भएर अहिले तपाईँको एउटा मुभमेन्ट जस्तैको रूपमा हरेक त नभनौँ जसले चाहिँ नयाँ टेक्नोलोजी बुझिरहेछन् त्यहाँ चाहिँ अहिले रोबोटिक्स एजुकेसन्सहरू इम्प्लिमेन्टेसनमा आइसकेका छन्। क्लास 1देखि नै तपाईँको रोबोटिक्स एजुकेसन स्टार्ट भएको छ। फर्मल्ली गभर्मेन्टले सुरु गरेको छैन होइन। तपाईँको 9देखि 12को टेक्निकल एजुकेसनमा चाहिँ रोबोटिक्स पढाइ अलिअलि हुन्छ, तर त्यो पनि डाइरेक्टली रोबोटिक्सै पढाइ हुने भनेर होइन। तर हामीले इन्फर्मल्ली तपाईँको इन्टरभेन्सन गर्दै गर्दै जाँदाखेरि चाहिँ आजको दिनमा काठमाडौँको त मेजर स्कुल सबैमा हुन्छ। अब हाम्रो मेयर साहबहरू जो नयाँ आउनु भइराख्नु भएको छ उहाँहरूले पनि इनिसिएटिभकै रूपमा होइन तपाईँको गभर्मेन्ट स्कुलमा पनि तपाईँको रोबोटिक्स एजुकेसन लैजानु भएको छ। हाम्रो रोबोटिक्स एसोसिएसनको पनि ब्रान्चेसहरू छ होइन, सुदूरपश्चिममा, त्यस पछाडि मधेसमा अनि कोशीमा। सो त्यहाँ ब्रान्चेसहरूले पनि तपाईँको रोबोटिक्स एजुकेसनलाई एगेन स्कुल लेभलसम्म र इन्जिनियरिङ र आइटी कलेजसम्म पुर्याइसकेको छ होइन। सो त्यसले गर्दाखेरि हाम्रो एउटा फाउन्डेसन चाहिँ अहिले स्ट्रङ भएको छ। बाहिरतिर मलाई अझै याद छ, अझै यो त धेरै अगाडिकै कुरा हो, 7 इयर्स ब्याक हामीसँगै भर्खर ट्रेनिङ लिएको एउटा भाइ थियो जसले तपाईँको +2 सकिने बित्तिकै रोबोटिक्स लाग्यो, सिक्यो, जान्यो होइन। अनि उसले तपाईँको युएस गएर उसले त्यहाँ एउटा क्लब खोल्यो र त्यो क्लबबाट चाहिँ त्यहाँको विद्यार्थीलाई ट्रेनिङ दिन थाल्यो क्या। यहाँको सिकेको विद्यार्थीले त्यहाँ ट्रेनिङ दिन थाल्यो भनेपछि जुन एउटा फाउन्डेसन हामीले ले गरेको छौँ त्यसले चाहिँ तपाईँको रोबोटिक्सको एकदमै इन्भाइरोमेन्ट चाहिँ एकदमै राम्रो भइसकेको छ। अब यो चाहिँ मोर अन द एजुकेसन साइडको हाम्रो स्ट्याटस भयो होइन। तर त्यसलाई अब एप्लिकेसन साइडमा हेर्ने हो भने अहिले एप्लिकेसनमा पनि वी आर गोइङ गुड होइन। जस्तै एक्जाम्पलको रूपमा चाहिँ तपाईँको अब सिधै रोबोटिक्स एसोसिएसनको इन्टरभेन्सन त होइन, तर पनि स्टिल हाम्रो होल फर्टर्निटीको एक्जाम्पलको रूपमा लिनु जस्तै पाइला टेक्नोलोजीले जुन रोबोटहरू लिएर आयो होइन, जिन्जर रोबोटहरू
परी रोबोटहरू म आइसिटी अवार्डमा जुरिज हुँदाखेरि त्यो चाहिँ के भन्छ एकदमै हाम्रो लागि पनि नौलो नै इन्भाइरोमेन्ट थियो होइन उनीहरूको अझ नौलो रेस्टुरेन्टै थियो सो त्यो रोबोटहरू जुन आयो त्यतिखेर साउथ एसियामा नै अप्रिसिएसन पाएको थियो किन फर्स्ट टाइम साउथ एसियामा चाहिँ रेस्टुरेन्टमा रोबोट आयो सो त्यसले पनि हाम्रो यहाँको इकोसिस्टममा एप्लिकेसनमा पनि वी आर डुइङ गुड भनेर एउटा एक्जाम्पल सेट गरिरहेछ बम डिस्पोजलदेखि रोबोटदेखि लिएर अहिले तपाईँको अटोमेटिक टार्गेटिङ रोबोटहरू पनि डेभलप भइसकेको छ होइन अब रोबोटिक्समा तपाईँले डिफाइन गर्दाखेरि चाहिँ एगेन यो कहिले कहिले कन्फ्युजन के हुन्छ भने रोबोटिक्स चाहिँ रोबोटको रूपमा मात्रै हेर्छ खास तर रोबोटिक्स भन्ने टर्म चाहिँ एकदमै ब्रडर टर्म होइन सो त्यो ब्रडर टर्ममा चाहिँ के हुन्छ भन्दा एरियल रोबोटिक्स भन्छौँ हामीले ग्राउन्ड रोबोटिक्स भन्छौँ अनि त्यस पछाडि तपाईँको हाम्रो अन्डर वाटर रोबोटिक्स भन्छ होइन सो यो एरियल रोबोटिक्सको साइडमा पनि एकदमै धेरै हाम्रो इम्प्रुभमेन्ट भइसकेको छ हाम्रो यो भूकम्प पछाडि भन्छु म भूकम्प पछाडि चाहिँ एउटा अपर्च्युनिटी चाहिँ के आयो भने अब भूकम्प भइसके पछाडि चाहिँ एनालाइसिस गर्नु पर्यो कतिको ड्यामेजेसहरू भइरहेछ होइन अनि त्यसलाई कसरी मिटिगेसन गर्ने भनेर सो नेपालमा चाहिँ भर्खर लेटेस्टली डिजिआईले त्यो फ्यान्टमहरू निकाल्दै गर्दाखेरि नेपालमा पनि आयो क्या त्यो होइन अनि त्यो फ्यान्टम ड्रोन्सहरू आउँदै गर्दा प्लस हामी पनि रोबोटिक्स एसोसिएसनबाट चाहिँ तपाईँको त्यतिखेर क्वाडकप्टरहरू इन्ट्रोड्युस गरिरहेको थियौँ सो त्यो क्वाडकप्टर उडाउने सक्ने जनशक्तिहरू थियो सो त्यो एउटा बेस लाइन जुन त्यतिखेर फाउन्डेसन सेट भयो त्यसले गर्दाखेरि आजको दिनमा एभरेस्टमा सुधो तपाईँको फ्लाइ कार्ड होइन डिजिआईको फ्लाइ कार्डहरू उडाएर तपाईँको अक्सिजन सिलिन्डरहरू चाहिँ ट्रान्सपोर्ट गर्ने त्यस पछाडि रेस्क्यु गर्नुपर्ने त्यसको लागिसम्म युज भइसकेको छ लिडार बेस ड्रोन्सहरू आजको दिनमा इम्प्लिमेन्ट भएर तपाईँको एकदमै ह्युज स्केल म्यापिङहरूको कामको लागि युज भइरहेछ अस्ति मेलम्चीमा एकदमै बाढी पहिरोहरू जाँदाखेरि तपाईँको राइट अन द टाइम नै ड्रोनहरू युज गरेर उनीहरू म्यापिङ गरेर त्यस पछाडि यो रिस्क एसेसमेन्ट ड्यामेज एसेसमेन्टको कामहरू पनि फास्ट नै भयो जाजरकोटमा पनि जाँदाखेरि तपाईँको ड्रोनबाट म्यापिङहरू गरेर कस्तो खालको ड्यामेज भएछ भने त्यो पनि फास्ट नै म्यापिङ गरियो होइन हामीले रोबोटिक्स एसोसिएसनैबाट पनि तपाईँको सिड बम्बिङ ड्रोन्सहरू बनाएको छौँ होइन जुन चाहिँ तपाईँको ओखलढुङ्गा त्यस पछाडि यता बागलुङको साइडमा पनि जहाँ चाहिँ ल्यान्डस्लाइड गएर तपाईँको भोलिको दिनमा अब त्यहाँ फेरि रुख पलाउँदैन भन्ने जुन सिचुएसन थियो जहाँ चाहिँ मान्छे पुग्दाखेरि भोलि आफ्नो लाइफको च्यालेन्जेसहरू थियो सो त्यहाँ पनि तपाईँको सिड बम्बिङ ड्रोनहरू हामीले इम्प्लिमेन्ट गर्यो त्यही ड्रोन जुन हामीले काम गर्यो त्यसलाई हामीलाई चाहिँ बोलिभियाबाट रिक्वेस्ट आयो कि तपाईँहरूले बनाएको टेक्नोलोजी लिएर आएर त्यहाँ पनि युज गरौँ न भनेर होइन यहीँको कम्पनीहरू आजको दिनमा ड्रोनमै काम गर्नेहरू चाहिँ तपाईँको भुटानमा गएर पनि सर्भिस दिइरहेछन् त्यस पछाडि तपाईँको अफ्रिकन कन्ट्रिजमा गएर पनि सर्भिसेसहरू दिइरहेछन् भनेपछि यो साइडमा पनि तपाईँको प्रोग्रेसन हेर्ने हो भने अहिलेको कन्टेक्समा हेर्ने हो भने हाम्रो नेपालले एउटा राम्रै चाहिँ लिपफ्रग गरेको छ भनेर भन्न सकिन्छ लिपफ्रग राम्रै गरेको छ तर अब स्टिल फेरि तपाईँको कस्तो हुन्छ भन्दा कम्पेरिजन चाहिँ अब अडियन्सहरू जसले हेरनु भएको छ उहाँहरूले फेरि कम्पेयर गर्नुहुन्छ चाइनासँग अथवा युएससँग होइन सो उहाँहरूसँग तपाईँले कम्पेयर गर्नु भने वी आर स्टिल बिहाइन्ड होइन सो त्यहाँ त्यसको एउटा सल्युसन चाहिँ छ रहेछ होइन त्यो हामीले तर त्यतिखेरदेखि पहिलेदेखि बुझ्यौँ जस्तो लाग्छ मलाई राइट अन द टाइम टेक्नोलोजीलाई तपाईँले यहाँ ल्याउन सक्ने हो भने त्यसको डेभलपमेन्ट चाहिँ हामीले फास्ट गर्न सक्दो रहेछौँ त्यसको एक्जाम्पलको रूपमा अहिले हामीले नेपालमा चाहिँ यो युनिट्रीसँग मिलेर गोवान रोबोट भन्छ डग रोबोट लिएर छौँ क्या ओके सो त्यो डग रोबोट एकदम फेसिनेटिङ छ यो चाहिँ एउटा ह्युमनको टेक्नोलोजिकल एडभान्समेन्टको एउटा फेसिनेटिङ टेक्नोलोजी हो किनभने अस्तिसम्म डग हिँडिरहेको थियो अब डग रोबोट हिँडिरहेछ जुन चाहिँ हिजो भर्खर एउटा भिडियो आइरहेको थियो चाइनामा नै त्यो डग रोबोटलाई भारी राखेर उसलाई हिँडाइरहेछ होइन डग रोबोट त थाक्दैन हेर्नुहोस् होइन त त्यो मल्टी टेरेनमा पनि हिँड्न सक्ने भइसकेको छ भनेपछि यसरी नयाँ टेक्नोलोजीहरू ल्याउँदाखेरि चाहिँ तपाईँको त्यो ग्याप पनि जुन तपाईँले अघि सोध्नु भएकोमा त्यो ग्याप डेफिनेटली छ त्यो रेसमा पनि हामी गइराखेको छौँ त्यो रेसमा कम्पिट गर्न सक्ने ग्लोबल्ली ठुल्ठुलोसँग नसके पनि हामीसँगै रहेको प्यारलल कन्ट्रिजहरूसँग चाहिँ हामी एउटा स्टेजमा जान सक्छौँ। सो अहिले हामीले अब अहिले भनिरहेको हुन्छ नि एआई भनेको एआई र रोबोटिकमा चाहिँ के फरक हो किन त्यसमा अब यता पनि टेक्नोलोजी नै युज हो होइन र एआई पनि के भन्छ एउटा हिसाबले चाहिँ के हो एआई र रोबोटिक भनेको डिफ्रेन्ट चिज हो एकदमै यो पनि फेरि इन्ट्रेस्टिङ क्वेसन होइन मान्छेहरूले नर्मली एआई र रोबोटिक्स भनेको कम्प्लिटली डिफ्रेन्ट जस्तो देखिन्छ तर अब यस्तो हुन्छ
तपाईँको एआई नै लाग्नेहरूले चाहिँ रोबोटिक्सलाई फिजिकल एआई भन्छन् अचेल होइन, किनभने फिजिकल रूपमा मुभ भएर तपाईँको इन्टरेक्सन गरेर त्यस पछाडि इन्टेलिजेन्स देखाउने हिसाबले। तर हामी रोबोटिक्स नै बस्नेहरूले चाहिँ के भन्छौँ भन्दा एआई इज अ पार्ट अफ अ रोबोटिक्स भन्छौँ, किनभने हामीले रोबोटलाई चाहिँ डिफाइन गर्दाखेरि अथवा रोबोटिक्सलाई डिफाइन गर्दाखेरि चाहिँ इट्स अ रेप्लिकेसन अर तपाईँको अझै एडभान्स भर्जन अफ द ह्युमन होइन, अथवा लिभिङ बिङ भन्छौँ होइन। जस्तै त्यसमा चाहिँ ह्युमन भनिसकेपछि अथवा रोबोट भनेर सोच्दाखेरि हामीले ह्युमनोइड सोच्छौँ। अब ह्युमनोइड सोच्दाखेरि एउटा ह्युमनोइडको ह्यान्ड पनि हुन्छ, त्यस पछाडि आइजहरू पनि हुन्छ, उसले सेन्स पनि गर्न सक्छ, र एट द एन्डमा उसले गर्न सक्ने भनेको तपाईँको डिसिजन मेकिङ पनि गर्न सक्ने। सो त्यो डिसिजन मेकिङ अथवा इन्टेलिजेन्सको पार्ट चाहिँ हाम्रो ह्युमनको ब्रेन जस्तै नै हुने भएको भएर हामीले चाहिँ एआईलाई चाहिँ पार्ट अफ द रोबोटिक्स नै भन्छौँ। तर अहिलेको ग्लोबल ट्रेन्डलाई हेर्ने हो भने अब यसलाई अलिकति सफ्टवेयर टर्म्सलाई चाहिँ एआई बुझ्छन् र हार्डवेयर टर्म्सलाई चाहिँ रोबोटिक्स भनेर बुझ्छन्, तर दुइटै एउटै नै हो, तपाईँले त्यसरी बुझ्दा नि हुन्छ। अब अहिलेको कन्टेक्स्टमा हामीले नेपालमा चाहिँ रियली इम्प्लिमेन्ट भएर आउटकम आएको देखिने गरेर चाहिँ कुन कुन सेक्टरमा चाहिँ काम भइरहेछ, अथवा ठ्याक्कै हुन्छ नि हामीले ल ओहो यसमा चाहिँ राम्रै आउटकम आइसकेको छ, एक्जिक्युसन भइसकेको छ र यो चाहिँ के भन्छ हाम्रो एचिभमेन्ट हो भनेर चाहिँ भन्न सक्ने इन्भाइरोमेन्ट चाहिँ के? अहिले तपाईँको वान अफ द ग्लोबल च्यालेन्ज चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ हामीले आफ्नै लोकलाइज भर्जन अफ द सोल्युसन अथवा कस्टमाइज भर्जन अफ द सोल्युसन ल्याउन सक्छौँ कि सक्दैन भन्ने होइन। सो त्यो साइडमा नेपालले पनि प्रोग्रेसहरू गरिराखेको छ। जस्तै वाइज्याकले होइन तपाईँको फिनटेक सोल्युसन्सहरू बनाइरहेको छ एआई बेस्ड होइन। भनेपछि भोलि तपाईँको लार्ज ल्याङ्ग्वेज मोडल युज गरेर तपाईँको फिनटेकमा नै कुनै पनि प्रेडिक्सन मोडलहरू गर्नु पऱ्यो, फोरकास्टिङहरू गर्नु पऱ्यो भने वाइज्याक जस्तो यहीँको नेपाली स्टार्टअपले त्यो बनाइरहेको छ। DO.AI भनेर छ, उनीहरू च्याटबट बनाउँछन् होइन। सो अहिले गभर्मेन्टको धेरै जसो सर्भिसेसहरूमा तपाईँले चाहिँ त्यहाँ च्याटबटहरू देख्नुहुन्छ। जस्तै नेपाल टुरिज्म बोर्डकोमै जानुभयो भने त्यहाँनिर चाहिँ तपाईँले कम्युनिकेसन गर्न सक्नुहुन्छ होइन। सो त्यो एउटा राम्रो पार्ट भएको छ। नामी भन्ने अर्गनाइजेसन छ, उनीहरू नट फर प्रफिट हो, उनीहरूले वर्ल्ड क्लास रिसर्चहरू गरिराखेको छ, उनीहरूको पब्लिकेसन्सहरू एकदमै टप जर्नल्सहरूमा पनि आइराखेको छ। र अहिले उनीहरूले मैले तपाईँको 2 लाख जस्तो डेटा सेट्स चाहिँ निकालेको छ। त्यो चाहिँ तपाईँको ब्रेस्ट क्यान्सर्सहरूको आइडेन्टिफिकेसन गर्नको लागि। सो उनीहरूले यो जुन डेटा सेट निकालेको छ त्यो ग्लोबल रिपोजिटरीको रूपमा चाहिँ युज भइराखेको छ। त्यसलाई आधार बनाएर अरूले पनि तपाईँको प्रेडिक्सन मोडलहरू चाहिँ डिजाइन गरिरहेको छ। अब फ्युज मेसिन्स त तपाईँले सुन्नै राख्नु भएको छ। फ्युज मेसिन आफै नास्डाकमा तपाईँको लिस्टेड भएर ग्लोबल्ली सोल्युसन्सहरू दिइराखेको छ। यहीँको लोकल कम्पनीहरू जुन चाहिँ आउटसोर्सिङ कम्पनीहरू छ, क्लाउड फ्याक्ट्रीहरू होइन, त्यस पछाडि सिडार गेट, उहाँहरूले पनि एआईलाई चाहिँ तपाईँको मजाले आफ्नो सोल्युसन्सहरूमा चाहिँ ल्याइराख्नु भएको छ होइन। भनेपछि तपाईँको वर्ल्ड क्लास र वर्ल्डमै एकदमै यहाँ नेपालको नै खतरा भन्ने तरिकाले चाहिँ आइसक्यो त होइन, तर पनि वर्ल्डकै एप्लिकेसन मात्र हामी युज गरेर त्यस पछाडि टेक्नोलोजी बनाउने भन्ने साइडमा पनि छैनौँ। हामीले आफैले बनाइराखेको टेक्नोलोजीहरू चाहिँ यहीँ लोकल्ली नै युज भइरहेको छ। जस्तै अब नेक्स्ट एआईले तपाईँको यो एजुकेसनमा पढ्ने विद्यार्थीहरूलाई चाहिँ जस्तै डिजिटल ट्युटरहरू बनाइदिइरहेको छ। तपाईँ लोकसेवाको तयारी गर्दै हुनुहुन्छ, अब लोकसेवाको तयारी गर्नको लागि त्यहाँ सधैँ नै सरकारी जो ट्युटर हुन्छ उहाँ अभाइलेबल नहुनु पनि हुनसक्छ होइन। त्यहाँ तपाईँले जस्ट कन्भर्सेसन गरेको भरमा उहाँहरूको एप पनि छ, यो एम्बिसन गुरुको एउटा सोल्युसन छ। सो त्यसमा चाहिँ तपाईँको गएर तपाईँले कन्भर्सेसनै गरेर लोकसेवा जस्तो तयारीहरू, सरकारी तयारीहरू अथवा अब तपाईँको इन्ट्रान्स एक्जामको प्रिपरेसन्सहरू होइन त्यो गर्न सक्नुहुन्छ। अब त्यो बाहेक पनि धेरै छन्। खास अहिले तपाईँको एआई कम्पनीहरू अराउन्ड 100 जस्तो नेपालमा इस्टाब्लिस भइसकेका छन्, स्टार्टअपदेखि लिएर अलिक सेट। अब एआई कम्पनी भनेको कम्प्लिटली तपाईँको उनीहरूले कतिजनाले आफूलाई सफ्टवेयर कम्पनी पनि एआई कम्पनीमा ट्रान्जिसन गरे, कसैले चाहिँ आफूलाई स्टार्टअपको रूपमा बिल्ड गरे। म अस्ति भर्खर तपाईँको 2 जना भाइहरू भेट्दै थिएँ होइन, अब यो हाई स्केलदेखि लोवर स्केल भाइहरू भेट्दै थिएँ।
उनीहरू 12 पढ्दाखेरि तपाईँको मसिन लर्निङको इन्जिनियरको रूपमा काम गर्न थाले होइन त्यस पछाडि यहीँ तपाईँको नेपाली होम ग्रोन सोल्युसन डकसुमो भन्ने तपाईँले पनि सुन्नुभयो होला पहिला यो आइसिटी अवार्डमा पनि थियो सो अब डकसुमो जस्तो कम्पनीमा उसले मसिन लर्निङ इन्जिनियरको रूपमा काम गर्यो अब डकसुमोले तपाईँको डिजिटाइज गर्छ सबै हाम्रो डकुमेन्ट्सहरूलाई होइन त्यहाँ एमएल इन्जिनियरको रूपमा काम गर्दै गर्दै त्यो जुन 2 वर्षको एक्सपिरियन्सले त्यसले त्यो गरेर बेङ्गलोरको कम्पनीमा चाहिँ एआई कन्सल्टेन्टको रूपमा काम गर्यो होइन फेरि त्यहाँ पनि तपाईँको 2 इयर्ससम्म होइन अनि डकसुमो त अब तपाईँले थाहा पाउनु नै भएको छ $3.5 मिलियन उनीहरूले चाहिँ तपाईँको फन्ड पनि रेज गर्यो होइन अनि त्यहाँ उसको त्यो एक्सपिरियन्सले अहिलेको उसले आफ्नै एउटा स्टार्टअप खोलेको छ इनोभो च्याट भनेर होइन सो अब त्यो चाहिँ फेरि एजेन्टिक एआई होइन उनले एजेन्टिक एआई सोल्युसन बनाएको छ विच क्यान बी कस्टमाइज फर एनी काइन्ड अफ तपाईँको सर्भिसेस होइन त्यो फिनटेकमा नि आउन सक्छ तपाईँको एजुकेसनमा नि आउन सक्छ भोलि गएर एग्रिकल्चरमा पनि आउन सक्छ होइन सो द्याट क्यान गो कस्टमाइज अन एनी काइन्ड अफ सोल्युसन अब यस्तो खालको ट्यालेन्ट पनि छन् अब तपाईँको क्रिप्टेक भनेर यो भर्खरका केटाहरू छन् यिनीहरू तपाईँले बिलिभै गर्नु हुँदैन भेट्नुभयो भने बुक लेखिसकेका छन् अब अस्ति भर्खर प्रधानमन्त्रीज्यूलाई गएर बुक बुझाउँदै थिएँ होइन मैले बुकको नाम चाहिँ ठ्याक्कै बिर्सेँ तर फ्रम ह्युमन टु रोबोट भन्ने टाइपले तपाईँको त्यो उनीहरूले क्रिप्टेकबाट बुक लेखेर अनि उनीहरूको टिम यस्तो स्ट्रङ छ कि अब कोही स्यामसङमा तपाईँको इन्टर्न गरिरहेछन् होइन कोही तोसिबामा इन्टर्न गरिरहेछन् एज एन एआई इन्जिनियर के अनि त्यो टिमले यहीँ क्रिप्टेक बनाएर तपाईँको ह्युमनोइड रोबोटहरू बनाउनुतिरको लागि उनीहरू लागिरहेछन् भनेपछि ग्राउन्ड ब्रेकिङ सोल्युसन्स अहिले कम्प्लिटली आएको छैन तर हामीलाई चाहिने सोल्युसन बनाउन सक्ने ह्युमन रिसोर्सेसहरू क्रिएट भएर तपाईँको यहीँ लोकल स्टार्टअपको रूपमा भोलि ग्लोबल रूपमा जानको लागि तयारी पनि गरिरहेछन् अर्को एक्जाम्पल तपाईँको एउटा डिएल सर्फ भनेर यिनीहरू तपाईँको क्लाउड कम्प्युटिङ सोल्युसन हो तर एआई बेस्ड होइन तपाईँको निड के छ त्यही अनुसारको उसले स्टोरेज म्यानेज गरिदिन्छ हामी अब गुगल ड्राइभ चलाउँदै पिडिँदै छौँ जस्तो लाग्छ मलाई 15 GB मात्र चलाउनु पाएर होइन अब उनीहरूले 1 TBसम्मको सोल्युसन दिने त्यस पछाडि त्यहाँ भोलि तपाईँको उसको सर्भिस युज गर्दाखेरि उनीहरूको जुन स्मार्ट टेक्नोलोजी छ त्यसले नेभिगेसन गर्ने सर्चहरू गर्दाखेरि त्यो एकदमै सजिलो बनाइदिइसकेको छ भनेपछि अब उनीहरू यो स्टार्टअप वर्ल्ड कप जितेको थियो अस्ति नेपालको अनि अहिले ग्लोबल स्टार्टअप वर्ल्ड कपमा गएर पिच गर्दैछन् होइन विच इज अ रियली गुड साइन कि वी आर गोइङ अन अ गुड डिरेक्सन यसो हेर्दाखेरि चाहिँ हामी धेरै अगाडि पुगिसकेका छौँ तर अब के भन्छ रिजल्ट देख्न बाँकी छ अझ आउटकमहरू आउने बाँकी नै छ र त्यो भन्दै जाँदाखेरि चाहिँ हामीले यो जस्तो मलाई पनि याद छ त्यो रोबोटिकमा नै हामीले एउटा टेक्नोलोजी युज गरेका थियौँ जसले चाहिँ अब नेपाली भाषामा पनि चाहिँ रेस्पोन्स गर्न सकिने भन्ने छ होइन त्यसलाई चाहिँ हामी कसरी डिफाइन गर्न सक्छौँ त्यो के हो त्यो कसरी चाहिँ डेभलप हुन्छ र कसैले चाहिँ होइन हामीलाई पनि त्यो नेपाली भाषा मात्रै होइन कि अब मैथिली भाषामा नेवारी भाषामा अनि त्यसै गरेर चाहिँ तपाईँको के भन्छ भोजपुरी भाषामा म चाहिँ बनाउनु पर्यो भनेर चाहिँ त्यो बनाउनको लागि चाहिँ के गर्नुपर्छ कतिको कस्ट लाग्छ एकदमै महँगो हो रिटर्न अफ इन्भेस्टमेन्ट चाहिँ आउँछ कि आउँदैन तपाईँको नर्मली यस्तो खालको टेक्नोलोजी डेभलप गर्दा अब सबले बुझ्ने भाषा भनेको एलएलएमै हो होइन लार्ज ल्याङ्ग्वेज मोडलहरू बनाउनु पर्छ भनिन्छ सो नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा चाहिँ कामहरू भइरहेछ अहिले केयुमा हाम्रो मैले ठ्याक्कै डक्टर उहाँको नाम बिर्सिएँ बाल सर होइन उहाँहरूले चाहिँ सँगै हुनुहुन्छ अब उहाँले तामाङ भाषाको तपाईँको अब के भने यसलाई कम्प्लिटली कन्भर्सेसनल एआई बनाएर नै राख्नु भएको छ होइन अब त्यो चाहिँ सपोर्टेड बाई गुगलले उहाँको त्यो रिसर्चलाई सपोर्ट गरेको छ त्यसले गर्दाखेरि उहाँले त्यो तामाङ भाषा बेस एलएलएम डेभलप गर्न खोजिरहनु भएको छ त्यो सँगसँगै तपाईँको एगेन वाइज्याकले चाहिँ तपाईँको नेपाली एलएलएम डिजाइन गरेको छ होइन अनि त्यस पछाडि यो DO.AI पनि अहिले हामीले नेपालीमा मजाले कन्भर्सेसन गर्न सक्ने च्याटबट बनाइसकेका छौँ भन्छ उनीहरूले होइन तर अब क्वेसन के हो भन्दाखेरि यो बनेर भरि त्यो एकदमै कस्टमाइज लेभलमा जस्तै अब म गुरुङ भयो गुरुङकै भाषामा चाहिँ तपाईँको कन्भर्सेसन गर्न सक्छ कि सक्दैन होइन सो यसमा जुन इन्भेस्टमेन्टको क्वेसन छ त्यो क्रिटिकल छ होइन सबै कुरामा तपाईँको बिजनेस पर्सपेक्टिभ लागु नहुन पनि सक्छ
कतिखेर ह्युमनको अथवा ह्युम्यानिटीको अथवा सोसाइटीको निड अनुसार पनि सोल्युसन डेभलप गर्नुपर्ने हुन्छ होइन अब त्यसलाई हामीले बिजनेस पर्सपेक्ट मात्र दिँदाखेरि चाहिँ हाम्रो जुन इन्क्लुसिभनेस हुन्छ त्यो चाहिँ लस्ट हुन्छ होइन सो त्यहाँ डाइरेक्टली तपाईँले चाहिँ ल अब म 10 करोड इन्भेस्ट गर्छु र अल ल्याङ्ग्वेजमा चाहिँ यसले एन्सर गर्न सक्ने बनाउँछु भनेर भन्नुभयो भने त्यसले रिटर्न अफ इन्भेस्टमेन्ट नआउन पनि सक्छ किनभने नम्बर अफ द युजर कति होमा डिपेन्ड गर्छ नि त भोजपुरी युजर कति त अथवा गुरुङ भाषामा कन्भर्सेसन गर्ने युजर कति त म गुरुङ नै हो तर मलाई नै गुरुङ भाषा आउँदैन भनेपछि अब नम्बर्स अफ द एकदमै टिपिकल गुरुङ ल्याङ्ग्वेज बोल्ने को त सो त्यसले गर्दाखेरि रिटर्न अफ इन्भेस्टमेन्टमा सोच्नुभयो भने त्यो फिजिबिलिटी नहुन सक्छ तर त्यसलाई मोर अन द इन्क्लुसिभ पर्सपेक्टिभबाट म अस्ति तपाईँको क्लाइमेट रोबोटिक्स नेटवर्कले यो क्लाइमेट रोबोटिक्स समिट गर्छ त्यहाँ डिफ्रेन्ट सेसन थियो एउटा सेसन चाहिँ के थियो भन्दा इथिकल डेलीमा इन द इम्प्लिमेन्टेसन अफ रोबोटिक्स एन्ड एआई भनेर थियो कि अब इथिकल डेलीमा तपाईँले टेक्नोलोजी त डेभलप गर्ने तर त्यसले भोलि रिटर्न दिन्छ भनेर सोच्ने कि सोचेर बनाउने कि नबनाउने होइन सो त्यो कन्भर्सेसन हामीले गर्दै जाँदाखेरि चाहिँ एउटा इन्ट्रेस्टिङ कन्भर्सेसन चाहिँ के आएको थियो भन्दा भोलि त्यो युएन जस्तो ग्लोबल प्लेटफर्म होस् अथवा नेपाल सरकार जस्तो नेसनल बडिजहरू होस् उहाँहरूले चाहिँ ग्लोबल रोबोटिक्स एन्ड एआई फन्डहरू डेभलप गर्न सक्नुपर्छ होइन किनभने तपाईँले भोलिको दिनमा कुनै एकदमै कम्युनिटीलाई चाहिने सोल्युसन डेभलप गर्दै हुनुहुन्छ भने होइन त्यहाँ आरओआई नै खोजेर नहुन सक्छ तपाईँलाई चाहिँ जस्तै हाम्रो वन जङ्गललाई हेर्नको लागि होइन ड्रोन तपाईँले इम्प्लिमेन्ट गर्नु छ त्यो ड्रोन इम्प्लिमेन्ट गर्नको लागि मेबी 2 करोड रुपियाँ लगानी चाहिएला अरे होइन अब त्यो वन जङ्गललाई हेर्नको लागि त्यो ड्रोनले 2 करोड त रिटर्न दिँदैन तपाईँलाई तर भोलि त्यसले राम्रोसित मोनिटरिङ गर्यो र भोलि रेस्पोन्स गर्ने बेलामा आगलागी भएको बेलामा चाहिँ होइन तपाईँको त्यहाँ पानीहरू एकदमै हाई अल्टिच्युडमा गएर पनि त्यसले निभाउन सक्छ भने त त्यो त रिटर्न त आउँछ तर अर्को तरिकाले तपाईँले फाइनेन्सियली रिटर्न नपाउनु पनि सक्नुहुन्छ भनेपछि यो इथिकल डिलेमालाई चाहिँ हामीले सल्भ गर्नुपर्छ जसमा चाहिँ तपाईँको एउटा प्रफिट मेकिङ सोल्युसन्स एउटा साइडको भयो अर्को चाहिँ कम्युनिटीलाई बेनिफिट गर्ने सोल्युसन कसरी डिजाइन गर्ने र त्यहाँ चाहिँ फन्डहरू एलोकेट कसरी गर्ने जस्तै नेपाल सरकारले चाहिँ तपाईँको R&D इन्भेस्टमेन्ट गर्नुपर्छ भनेर महावीर पुनले उहाँले आन्दोलन गरिसक्नु भएपछि होइन 1 अर्बको बजेट पनि छुट्याएको थियो तर त्यो युजमा आएको छैन त्यसलाई कार्यविधिहरू बनाउँदाखेरि चाहिँ पब्लिक सर्भिसको लागि युज हुने टेक्नोलोजी डेभलपमेन्ट भन्न सक्छ होला सायद अहिले 0.03% मात्र इन्भेस्टमेन्ट गर्छ भन्छ R&Dमा त्यसलाई भोलि 1% अथवा 2% बनाउँदाखेरि चाहिँ यस्तो खालको टेक्नोलोजी डेभलप गर्ने भनेर पनि छुटाउन सक्छ होला होइन अब हुन त एआई पोलिसी जुन अहिले नेपाल सरकारले ड्राफ्ट गरिसकेको छ त्यसमा चाहिँ तपाईँको एआई एक्सेलेन्स सेन्टरहरूको अवधारणा कता कता त्यता नै छ एआई पोलिसीमा रोबोटिक पनि जोडिन्छ कि रोबोटिक अलगै पोलिसी बन्नुपर्छ अब यस्तो छ तपाईँको हाम्रो एआई पोलिसीले हेर्ने नजर मोर अन त अहिले पनि सफ्टवेयर एआई नै छ होइन अब त्यसलाई एगेन त्यो फेरि प्रब्लम कहाँ छ भन्दाखेरि तपाईँको अहिले राइट अन द इम्प्लिमेन्टेसनमा के जान्छ भन्ने पनि हेरिँदो रहेछ पोलिसीमा चाहिँ होइन अब रोबोटिक्सको सोल्युसन्सहरू ग्लोबल्ली चाइना उसमा आइसके पनि हाम्रो यहाँ डेली लाइफमा चाहिँ आइ नसके भएर त्यसले कम्प्लिटली कभर चाहिँ गरेको छैन राइट तर डेफिनेटली पर्न चाहिँ पर्छ किनभने रोबोटिक्स सोल्युसन्सहरू भोलि इन्टेलिजेन्ट हुनुपर्छ होइन हामीले चाहिँ इन्टेलिजेन्ट सिस्टम्स भन्छौँ सो इन्टेलिजेन्ट हुँदै गर्दाखेरि त्यसमा विभिन्न कुराहरू आउँछ एउटा ग्लोबल्ली हेर्ने हो भने तपाईँको इथिकल कुराहरू रेगुलेसन्सको कुराहरू सेफ्टीको कुराहरू डेटा प्राइभेसीको कुराहरू आउँछ रोबोटिक्समा फेरि त्यो सबैभन्दा चाहिने कुरा नै डेटा नै हो होइन भोलि तपाईँले इन्टेलिजेन्टली कुनै पनि रोबोटलाई काम गराउनु छ भने इट निड्स टु अन्डरस्ट्यान्ड इट्स सराउन्डिङ होइन जस्तो अहिले सरी मैले तपाईँलाई कहाँ रोक्यो भने जस्तो अहिले धेरै कुराहरू चाहिँ भन्न अब नेपालको कन्टेक्समा हामीले अब डाटाको कुरा आयो डाटा इन अ सेन्स डाटा सेटको कुरा आउँछ होइन डाटा सेटलाई बढीभन्दा बढी डाटा सेट चाहिँ डेभलप गर्यो भने चाहिँ त्यसले राइटली आउटकम दिन्छ हामीले भन्ने गर्छ नि अब यदि गार्बेज दियो भने गार्बेज आउट हुन्छ भने जस्तै एआईमा पनि त्यही टेक्नोलोजी हो र
हामीले हाम्रै डाटा सेट बनाउनु पर्छ कि अहिले जुन डाटा सेट एआई के भन्छ च्याट जिपिटी डिपसिकले जुन जेनेरेट गरेको डाटा सेटहरू त्यो बाहेक अरू डाटा सेटहरू के छ होइन हामी अब कुन डिरेक्सनतिर जानुपर्छ हाम्रै आफ्नै डाटा सेट डेभलप गर्नेतिर जानुपर्छ कि यो अलरेडी डाटा सेट बनाइसकेको ग्लोबल्ली प्लेटफर्म चाहिँ जुन प्रोभाइड छ त्यो कुन चाहिँ डिरेक्सन चाहिँ राइट डिरेक्सन हुनसक्छ अहिलेको कन्टेक्स्टमा तपाईँको 100% एक्युरेसीको लागि त हाम्रो आफ्नै डेटा सेट चाहिन्छ नै होइन तर कहिले कहिले कस्तो हुन्छ भने 100% एक्युरेसी निड नहुन पनि सक्छ होइन सो त्यस्तोको लागि चाहिँ तपाईँको एनभिडियाले तपाईँको रोबोटिक्सको केसमा चाहिँ फिजिकल एआईको केसमा ओम्निभर्स भनेर अहिले यो सिमुलेसन टुल्स अझै बुझ्ने भाषामा सिमुलेसन टुल्स बनाइसकेका छ होइन जहाँ चाहिँ के हुन्छ भन्दाखेरि तपाईँलाई मल्टी इन्भाइरोमेन्ट मिलियन्स अफ इन्भाइरोमेन्टमा चाहिँ तपाईँको रोबोटलाई ट्रेन गर्न मिल्छ अथवा कुनै पनि इन्टेलिजेन्स सिस्टमलाई ट्रेन गर्न मिल्छ होइन सो त्यो ट्रेन गरिसकेपछि चाहिँ कस्तो हुन्छ भन्दाखेरि उसले तपाईँको जस्तै मानौँ अब एज अ डिभाइस होइन वाट काइन्ड अफ डिसिजन यु निड टु मेक हो अब त्यो डिभाइसले डिसिजन मेक गर्ने मेबी यो क्यामेरा हो कि भनेर एउटा चिन्नु पर्ला यो चाहिँ फ्यान हो कि के अरे लाइट्स हो कि भनेर चिन्नु पर्ला यो भित्ता हो कि भनेर चिन्नु पर्ला त्यो सबै चाहिँ त्यो सिमुलेसन इन्भाइरोमेन्टमा चाहिँ तपाईँको डिजाइन गरिसकेका हुन्छ क्या अनि त्यो भएपछि तपाईँको फिजिकल इन्भाइरोमेन्टमा चाहिँ त्यसलाई ट्रेन गरिरहनु पर्दैन होइन त्यसलाई चाहिँ तपाईँको त्यहीँ ट्रेन गरिसकेपछि उसले 90देखि 95% त्यो कुरा बुझिसकेका हुन्छ तर अब फिजिकल इन्भाइरोमेन्टमा गएर जब टेस्ट गरिन्छ एन्ड देन त्यो एडप्टेसन हुन्छ किनभने फिजिकल इन्भाइरोमेन्टमा गएर पहिला चाहिँ डिजिटल्ली ट्रेन गर्दाखेरि चाहिँ त्यो क्यामेरा जस्तो जस्तो थियो अब फिजिकली ट्रेन गर्दाखेरि त क्यामेरै भयो नि त अथवा अब हाम्रो अझै नेपाललाई सुहाउँदो भन्ने कुरा गऱ्यो भने रोडको कुरा गरौँ होइन रोड ट्रेन गर्दाखेरि त्यहाँ एकदमै क्लिन रोड होला अरे तर हाम्रोमा त ग्राभल रोड छ भनेपछि त्यो ग्राभल रोड पनि ट्रेन गराउन सकिन्छ त्यो इन्भाइरोमेन्टै यो ओम्निभर्समा चाहिँ यो उसले जेन्सन वाङले भनेको थियो मलाई एकदमै इन्ट्रेस्टिङ लागेको थियो उनीहरू चाहिँ 100 मिलियन डेटा सेट्स होइन त्यो पनि भिडियोज डेटा सेट्सबाट चाहिँ डेटा सेटहरू चाहिँ फिड गराएको छ अरे क्या जसले गर्दाखेरि चाहिँ त्यो ओम्निभर्स क्रिएट हुन्छ क्या होइन सो त्यो ओम्निभर्समा अब जुन त्यो भिडियो डेटा सेट चाहिँ ट्रेन गरिसकेको छ त्यसमा हाम्रो डेटा सेट पनि पर्छ किनभने इट कलेक्ट्स द डेटा फ्रम द युट्युब होइन इट कलेक्ट्स द डेटा फ्रम अदर स्ट्रिमिङ प्लेटफर्म तपाईँको पुरानो मुभिज होइन त्यो सबै डेटा सेट्स उसँग छ नि त भनेपछि त्यो डेटा सेट्सको बेसमा चाहिँ उसले अलरेडी अन्डरस्ट्यान्डिङ गर्ने भइसकेको छ सो त्यसले गर्दा तपाईँले भने जस्तो एकदमै माइन्युट लेभलको डेटा सेट नचाहिन पनि सक्छ तर एगेन भोलि रेलेभेन्ट हुनको लागि र 100% एक्युरेसी चाहिनको लागि चाहिँ हाम्रो लोकल डेटा सेट्सहरू पनि चाहिन्छ अब डिपसिकहरू यिनीहरूले जेनेरेट गर्नेमा चाहिँ एउटा प्रब्लम के छ प्रब्लम अब मेबी भोलि त्यो ओम्निभर्स यिनीहरूको आफ्नो कोलाबोरेसन भइसके पछाडि चाहिँ त्यसमा प्रब्लम नहोला तर जुन उनीहरूले आफैले जेनेरेट गर्छ नि त्यो त कम्प्लिटली रियल त होइन अलमोस्ट रियल हो तर रियल त होइन नि त सो त्यसले गर्दाखेरि एक्युरेसी चाहिँ अझै मिनिमल हुनसक्छ तर ओम्निभर्सको केसमा चाहिँ त्यो फेरि एकदमै हाई छ कसरी लिने यसलाई चाहिँ जस्तो कपिराइटको कुराहरू आउन सक्छ यसलाई कसरी चाहिँ लिन सकिन्छ हो होइन तपाईँले भने ठिक हो अब कपिराइटको कुराहरू आउन सक्छ तर आई थिङ्क जेनेरेट गरेँ एउटा चिज जेनेरेट जस्तो मैले आफैले जेनेरेट गरेर आउँछु होइन गीतहरू बनाएर आउँछु अनि एआई टुलबाट चाहिँ मैले चाहिँ के भन्छ कम्पोजहरू गरेर आउँछु लिरिक्सहरू बनाएर आउँछु होइन त्यो चाहिँ अब कतै न कतैबाट चाहिँ एउटा गरे भने त्यो कपिराइट लाग्छ कि लाग्दैन अब यस्तो छ यो खास तपाईँको च्याट जिपिटीले जुन अथवा ओपन एआईले च्याट जिपिटी लन्च गरिसके पछाडि यो फेस गरिरहेको सिचुएसन चाहिँ हो तर उसले डिफेन्ड गरिरहेको एउटा साइड चाहिँ के भन्दाखेरि यो जति पनि डेटा सेट्सहरू हामीले एक्सेस गरेको छौँ त्यो डेटा सेट्सहरू चाहिँ युजरले कन्सेन्ट दिएको भएर हामीले एक्सेस गरेको हो जस्तै तपाईँले फेसबुकलाई त कन्सेन्ट दिनुभएको छ नि त यु क्यान युज माई डेटा भनेर अथवा गुगललाई पनि त्यो कन्सेन्ट दिनुभएको छ युट्युबलाई पनि कन्सेन्ट दिनुभएको छ सबैलाई कन्सेन्ट दिनुभएको छ उसले कन्सेन्ट दिएको डेटा बेस भएर डेटामा बेस्ड भएर चाहिँ आफ्नो मोडल डिजाइन गरे हो सो मलाई किन कपिराइट लाग्ने भन्ने तरिकाको उनीहरूको आर्गुमेन्ट चाहिँ छ सो अहिलेको यो चाहिँ ग्लोबल आर्गुमेन्टै हो त्यसको लागि चाहिँ खास तपाईँको एउटा जुन एआई सेफ्टी समिट भइरहेको छ लास्ट टाइम तपाईँको मैले ठ्याक्कै बिर्सेँ त्यो 2023मा चाहिँ प्यारिसमा भएको थियो सो त्यो प्यारिसमा हुँदाखेरि चाहिँ उनीहरूले यसलाई एकदमै प्रायोरिटीमा राखेर होइन
त्यस पछाडि एउटा कन्सेप्ट नयाँ के पनि आइसकेको छ भन्दा सोभरेन एआई भनेर पनि आइसकेको छ क्या, जसले चाहिँ यस्तो कुराहरू जसले चाहिँ सोभरेनिटीमा असर गर्न सक्छ अथवा इन्डिभिजुअलको प्राइभेसीमा असर गर्न सक्छ, त्यहाँ चाहिँ तपाईँको लिगलिटिजहरू लाग्नुपर्छ भनेर छ। तर यदि त्यसले चाहिँ तपाईँको एकदमै पर्सनल होइन अब्जेक्टिफिकेसनसम्मको केसेसहरू आउँदैन, त्यसमा चाहिँ असर नगर्ने भन्नेसम्मको उनीहरूले स्पेस चाहिँ लिइरहेछ। सो तपाईँले भनेको क्वेसनको अहिले यो कम्प्लिट एन्सर आइसकेको छैन। त्यसरी मैले लेमाइनको हिसाबले नै सोधे हो। त्यसले गर्दाखेरि मलाई चाहिँ पहिला के लाग्छ भने हाम्रो राम्रो मान्छेको अथवा राम्रोको हातमा परे पनि यो राम्रो होला होइन, भोलि गएर चाहिँ नराम्रो चाहिँ क्यान्सर हातमा पऱ्यो भने यो के होला भन्ने कन्सर्न चाहिँ जहिले पनि छ क्या। जस्तो अब तपाईँले अघि भने नि डाटा सेटलाई अनि त्यसपछि यो चाहिँ क्यामेरै हो भन्ने कुरा आइडेन्टिफाई गराउने भन्ने कुराहरूलाई चाहिँ हेर्ने हो भन्ने चाहिँ होइन। अब त्यो रोबोटिकको कन्टेक्स्टमा हामीले मुभीहरू देखिरहेको हुन्छ नि, इन्डियाकै मुभी हेऱ्यो भने रोबोट 2.0 होइन, अनि बाहिरतिरको हामीले टर्मिनेटर चाहिँ हेर्दाखेरिको त्यो अहिले होइन नि, त्यो त हामीले के भन्छ धेरै अगाडि म भर्खर चाहिँ मुभी हेर्ने इङ्ग्लिस मुभी हेर्ने बेला चाहिँ कुरा गर्ने हो भने त्यो बेला नि कन्सेप्ट डेभलप चाहिँ भएको हो नि त होइन। तर त्यहाँ त्यो मुभीमा पनि छ नि के भन्छ राम्रो पछि र नराम्रो पछि दुइटै छ। एक्ज्याक्टली के देख्नुहुन्छ तपाईँले यसलाई चाहिँ के भन्छ भन्नु फ्युचरले यो चाहिँ एकदमै के भन्छ भनरेबल हो, डेन्जर हो भन्नुहुन्छ कि यसलाई कसरी चाहिँ फ्युचर पर्सपेक्टिभबाट कसरी चाहिँ हेरिरहनु? यस्तो यो ग्लोबल डिस्कसन नै हो होइन। हामी जुनै पनि प्लेटफर्ममा जाँदाखेरि, अब म अस्ति वर्ल्ड रोबोट कन्फरेन्स जाँदाखेरि होस् अथवा रोबोट वर्ल्ड जाँदाखेरि होस् होइन, यो कन्भर्सेसन हामी सधैँ गर्छौँ। र यो कन्भर्सेसन गर्दाखेरि चाहिँ जहिले पनि हाम्रो कन्क्लुजन चाहिँ के आउँछ भन्दाखेरि हामीले अबको फ्युचर हेर्ने हो भने इट्स अ ह्युमन रोबोट कोलाबोरेसन। रोबोटलाई फर्स्टमा सोचेकै के को लागि हो भन्दाखेरि तपाईँको अझै त्यो ग्रिक वर्ड हो क्या, रोबोटिका भन्छ होइन, के रोबोटा भन्छ। सो त्यो रोबोटा भन्ने वर्डको मिनिङ चाहिँ लेबर हो क्या होइन, कन्टिन्युस लेबर भन्छ क्या। सो त्यो कन्टिन्युस लेबरको अर्थ चाहिँ के थियो भन्दाखेरि मान्छेले चाहिँ तपाईँको कन्टिन्युस काम गर्न सक्दैन होइन, तर भोलि त्यो कन्टिन्युस काम कसले गर्न सक्छ? रोबोटले गर्न सक्छ होइन। र त्यो फिलोसफिकली नै सोचियो कसरी भन्दा मान्छे एउटा लिमिटेड बडी हो होइन, मान्छेले सबै काम गर्न सक्दैन। सो त्यो बाहेकको अनलिमिटेड तरिकाले काम केले गर्न सक्छ? रोबोटले गर्न सक्छ होइन। सो त्यो कन्सेप्ट नै डिजाइन कसरी भयो? ह्युमन र रोबोटले भोलि कोलाबोरेटिभली काम गरिसके पछाडि चाहिँ अनलिमिटेडनेस चाहिँ अचिभ गर्न सकिन्छ, अथवा हामीले भोलिको दिनमा जे चाहन्छौँ त्यो गर्न सकिन्छ। जस्तै एयरप्लेन आयो, हामी तपाईँको एयरप्लेनमा बसेर उड्न सक्ने भयो होइन। अब भोलिको दिनमा तपाईँकोसँग फ्लाइङ विङ्स अलरेडी भिडियोजहरू तपाईँले देखि नै राख्नु भएको छ होइन। सो त्यहाँ तपाईँ उड्न सक्नुहुन्छ। सो त्यो रोबोटिक्सको देन हो होइन, त्यसले मान्छेलाई उड्न नसक्नेलाई उड्न सक्ने बनायो होइन। अब भोलिको दिनमा तपाईँको हात एउटा लिम्ब गयो अरे भनेपछि तपाईँले त्यो भोलि रिप्लेस गर्न सक्नुहुन्छ, जसले तपाईँलाई फेरि हिँड्न सक्ने बनाउन सक्छ होइन। सो भोलिको दिनमा ह्युमन र रोबोटको एउटा कोलाबोरेसन भएर अब अर्को टर्म चाहिँ सुन्दाखेरि कस्तो डिफिकल्ट टर्म सुनिन्छ, तर साइबर्ग होइन। सो त्यो साइबर्गको कन्सेप्टतिर चाहिँ जान्छ यो होइन। मान्छेले भोलि त्यो रिप्लेसमेन्टमा जान्छ। अब तपाईँको हार्ट फेलियर भयो, आर्टिफिसियल हार्ट हालेर रोबोटिक हार्ट हालेर बाँच्न सक्नुहुन्छ नि, वाइ नट होइन। सो त्यो लाइनमा चाहिँ जान्छ। अब यसको एउटै तपाईँले भन्नुहोस् चाहिँ अब ह्युमनको लाइफ बढाउन चाहिँ रोबोटिकले हेल्प गर्छ, त्यो त स्योर नै हो। तपाईँको लाइफ एक्सपेन्सन हुन्छ नै होइन। तपाईँको जुन कुरा चाहिँ रिप्लेस गर्न सकिँदैन त्यो पहिलाको दिनसम्म, त्यो रिप्लेस हुन्छ नै। अब त्यो भोलि के अरे इमोर्ट्यालिटीसम्म जान्छ भन्ने त्यो क्वेसन अर्कै भयो होइन। तर त्यसले जस ह्युमन र रोबोटको कोलाबोरेसन अझै म्यासिभली नै तपाईँको यसलाई बढाएर लिएर जानेवाला छ। अब पछि गएर एउटा डिरेक्सन भनेको के भन्दा रोबोटले चाहिँ अब एज अ फिजिकल फर्ममा कम्प्लिटली आइसके पछाडि ह्युमनलाई डिस्ट्रोय गर्छ कि भन्ने क्वेसन हो। तर त्यो चाहिँ आई थिङ्क हाम्रो समाजले जहिले पनि के गरेको छ भन्दा जहिले पनि रुल्स एन्ड रेगुलेसन्स बनाएको छ क्या, कसले के गर्न मिल्छ कसले के गर्न मिल्दैन भनेर होइन। सो र सर्टेन टाइममा तपाईँको त्यो रुल्सलाई ब्रेक गरे पनि फेरि त्यो रुल्सहरू ब्याक नै पाएको छ होइन। सो आई थिङ्क इट्स अ क्वेसन अफ हाउ वी डिजाइन आवर सोसियल फ्याब्रिक
र ह्युमन रोबोटको नेक्स्ट स्टेज होइन जस्तै तपाईँले एउटा याद गर्नु होला टेक्नोलोजीले जहिले पनि ह्युमनलाई इम्पावर गरेछ होइन हामी अस्तिको दिनसम्म फिजिकली हिँडेर धेरै ठाउँमा पुग्नु पर्थ्यो त्यो टाइम सर्टन गर्थ्यो अब गाडीमा हिँड्न मिल्छ यो गर्नु मिल्छ कम्युनिकेसन हाम्रो टाइम धेरै लेन्थ बेसी थियो अब स्मार्टफोनले त्यो कम्युनिकेसन फास्ट गर्न मिल्छ हामीलाई लेबर गर्दाखेरि धेरै टाइम लाग्थ्यो ट्र्याक्टरहरू अहिले धेरै फास्ट गरिसकेको छ भने चाहिँ अब ह्युमन त्यो चाहिँ तपाईँको सपोर्टमा जस्तो थियो अब अगुमेन्ट हुने भयो क्या होइन भनेपछि इट इज विथ यु होइन हामीसँगै नै हुने भयो सो त्यसले गर्दाखेरि ह्युमनसँग अगुमेन्टेड भएर आइसकेपछि ह्युमन अझै मच मोर पावरफुल भएर जाने हो र त्यसले अल्टिमेटली के गरिदिन्छ भन्दा हामीले जे कुरा एक्सप्लोर गर्न सकेको थिएन त्यसलाई एक्सप्लोरेसनलाई चाहिँ हेल्प गरिदिन्छ सो एट द एन्डमा एउटा हामीले यो ओभरअल ग्लोबल प्लेटफर्ममा यो डिस्कसन हुँदाखेरि चाहिँ सोसियल फ्याब्रिकलाई कसरी डिजाइन गर्ने रुल्स रेगुलेसन्सहरू कसरी बिल्ड गर्ने र तपाईँको त्यो सेफ्टी नेट्सहरू के हो मिनिमल लिमिट के हो त्यो एउटा डिजाइन गरिसकेपछि आई थिङ्क यो कन्ट्रोलमा आउँछ किनभने यस ह्युमनले डिजाइन गरेको कुरा हो नि त र एउटै पार्ट त्यसमा म अप्टिमिस्टिक पनि छु होपफुल्ली होइन तपाईँको कन्सियसनेस चाहिँ भोलि रोबोटमा नआउला कि भन्ने चाहिँ छ किनभने हामी त कन्सियस बिइङ हो होइन सो डिसिजन मेकिङ चाहिँ गरि नै रहेछ अब त्यसलाई कन्सियसनेस भन्ने कि नभन्ने होइन किनभने हामी त कन्सियस छौँ सबै कुरालाई लिएर त्यसलाई कन्सियसनेस भन्ने कि नभन्ने तर त्यो एउटा पार्टमा चाहिँ त्यो डिस्टिङसनले गर्दाखेरि यो पछिसम्म तपाईँको ह्युमन रोबोट एउटा योभन्दा अगाडि पनि हामी एउटा डिस्कसनमा थियो कि एआई सम्बन्धी डिस्कसनमा गर्दाखेरि चाहिँ अब यतिसम्म चाहिँ पुगेको थियो कि आज जुन विकास गुरुङ चाहिँ यहाँ आउनु भएको छ तर विकास गुरुङ चाहिँ नभइकन रोबोट चाहिँ के भन्छ मसँग आएर कुरा गरिरहेको एभाटार रोबोट त्यो तपाईँको प्रोफेसर इसिगुरु हुनुहुन्छ होइन उहाँ चाहिँ तपाईँको जापानिज हुनुहुन्छ उहाँले तपाईँ 20 इयर्स अगाडि नै आफ्नो एभाटार रोबोट बनाउनु भएको थियो क्या होइन अनि त्यस पछाडि अब उहाँलाई च्यालेन्ज के रहेछ भन्दा एज अ प्रोफेसर सबै ठाउँमा गएर पढाउन नभ्याउने होइन भनेपछि एभाटार रोबोटले पढाओस् भनेर उहाँले डिजाइन गर्नुभएको थियो क्या तर अहिले उहाँले लेटेस्ट अस्तिको एउटा कन्फरेन्समा के भन्नु भन्दाखेरि अब फिजिकल रोबोटहरू बनाउँदाखेरि चाहिँ त्यो कस्टली पनि भयो र त्यति धेरै त्यही अघि नै आइरहेको कुराहरूमा फिजिबल नभएर मैले त्यतातिर चाहिँ गइनँ तर म चाहिँ अब डिजिटल एभाटार रोबोट चाहिँ बनाइरहेको छु विच विल बी सेम एज लाइक मी तर इन अ डिजिटल फर्म होइन जस्तै तपाईँले कम्युनिकेसन त गर्नुहुन्छ नि त कसैले मेसेज गरिहाल्यो नि ल म अभाइलेबल छैन पछि कुरा गर्नु त्यो त तपाईँको डिजिटल त बनाउन सक्यो नि सो त्योतिर चाहिँ फर्स्ट स्टेजमा जान्छ नै अनि त्यस पछाडि एभाटार रोबोटमा पनि जान्छ त्यो त तपाईँको एउटा बनाउने नै हो अर्को फर्म बनाउने हो तर सेम एज ह्युमन चाहिँ बन्नको लागि एकदमै कम्प्लेक्स कुरा हो होइन त्यो आई थिङ्क इट विल टेक अ लट अफ टाइम किनभने हाम्रो सोफिया भने आइसक्यो सोफियाले चाहिँ के भन्छ राम्रैसँग रेस्पोन्स गर्न सक्ने इन्भाइरोमेन्ट बनेकै देखायौँ नेपालमा पनि आएर पनि के भन्छ राम्रै इन्ट्रेक्सन गर्यो अनि त्यो सोफिया रोबोटहरू पनि इन्ट्रेस्टिङ हो त्यस्तो तपाईँको अहिले चाइनामा चाहिँ यति धेरै बनाइरहेको छ होइन तपाईँको त्यो ट्रेडिसनललाई चाहिँ सेभ गर्नुपर्छ कन्जर्भ गर्नुपर्छ भनेर तपाईँको प्रिस्टहरू त्यस्तो बनाइरहेको छ क्या जसले चाहिँ एकदम मजाले कम्युनिकेट गर्न सक्छ इन्टरेक्सन गर्न सक्छ मेसेजहरू दिन सक्छ तर हाम्रो जुन बायोलोजिकल फर्म छ त्यो बायोलोजिकल फर्म चाहिँ रोबोटले अचिभ गर्नको लागि चाहिँ इट विल टेक अ लट अफ टाइम जस्तो देखिन्छ किनभने त्यो बायोलोजिकल रेप्लिकेसन्स चाहिँ हाम्रो रिप्रोडक्सनबाट भइरहेछ त्यो रिप्रोडक्सन लाई नै कम्प्लिटली रेप्लिकेट गरेर जस्तै अब हाम्रो त्यो टाइम फर्म छ एउटा होइन हामी टोटली ह्युमन हुनको लागि अब त्यो डाइरेक्टली म जस्तो चाहिँ त्यस्तै नै बायोलोजिकल फर्म फुल्ली सेपमा ल्याउनको लागि चाहिँ इट विल स्टिल टेक टाइम जस्तो देखिन्छ तर अब मुभिजमा त देखाउनु थालिसक्यो तपाईँले एउटा रिसेन्टली एउटा मुभी आएको थियो मिकी 17 भनेर हेर्नु होला होइन त्यसमा त्यो ठ्याक्कै तपाईँको 17लाई डेड गराएर 18 क्रिएट गर्छ तर 17 डेड नभएर डुप्लिकेट्सहरू दुईवटा हुन्छ होइन सो अब मुभिजले चाहिँ देखाउनु थालिन्छ तर आई थिङ्क बायोलोजिकली त्यो अचिभ गर्न इट विल स्टिल टेक टाइम बायोलोजिकली भन्दै जाँदाखेरि मलाई दिमागमा के चाहिँ मन घुम्यो भने बायोलोजिकली अहिलेको ट्रेन हेर्ने हो भने चाहिँ जस्तो जापानमा भनौँ जुन जन्मिने जुन ट्रेन घटेको अनि अहिले पनि डेभलप कन्ट्रीहरूतिर चाहिँ के भन्छ अब हामी यो नयाँ जेनेरेसन बनाउने भन्दा पनि बरु यो टेक्नोलोजीलाई एडप्ट गर्ने भन्ने खालको एसिस्टेन्टहरू चाहिँ डेभलप गरेर गएको त्यो हुँदै जाँदाखेरि ह्युमनको चाहिँ प्रेजेन्स कम अनि रोबोटको प्रेजेन्स बढी हुने हो कि
मेबी तपाईँले भनेको त्यो लाइन पनि छ, तर मलाई चाहिँ यसमा कस्तो लाग्छ भन्दाखेरि तपाईँले एट द एन्डमा गएर फेरि ह्युमनै बनाउन खोजिरहेको भए त त्यो फिजिबलै भएन क्या होइन, किनभने ह्युमन त नेचुरली बिल्ड भइरहेछ नि त। तपाईँलाई एउटा इक्जाम्पल अब मलाई लागेको मात्रै एकदमै ब्लन्टली के सोच्यो भने हाम्रो बाजेहरूको पालोमा 5जना 6जना चाहिँ क्यान्सर सन्तान हुन्थ्यो भने त्यसपछि क्यान्सर सन्तान त घट्दै गएको छ नि। अब मेरो आफ्नो केस हेर्ने भने मेरो 2टा सन्तान, एउटा छोरा एउटा छोरी छ, अब चाहिँ पुग्यो भने जस्तै त्यस्तो ठुलो चाहिँ क्यान्सर फ्यामिली मेम्बरहरू बनेको थिएन। तर पहिला पहिला त धेरैजना थियो नि त, डाँडा काँडालाई ढाक्नुपर्छ त्यो त्यो एङ्गल। मेबी त्यो हुन्छ, त्यो अगेन मैले भने तपाईँलाई अघि भने जस्तै होइन। अब त एउटा पनि होइन 2टा पनि होइन, अब म त क्यान्सर जन्माउँदैन, अब वाइ जन्माउने मेरो त क्यान्सर यो अर्को बेबी छ भनेर चाहिँ लिन सक्ने इन्भाइरोमेन्ट हुन्छ कि हुँदैन? त्यो आई थिङ्क सोसाइटल स्ट्रक्चरली हेर्ने हो भने र ह्युमनले जसरी आफूलाई चाहिँ अगाडि बढाइरहेछ तपाईँ भनेको कम्प्लिट लाइनमा चाहिँ नजान पनि सक्छ। किनभने जस्तै मैले अर्को तपाईँको ह्युमन जन्माउँछु, त्यस पछाडि अर्को ह्युमन जन्माउँछु, त्यस्तो एउटा साइकल छ नि त होइन। जस्तै रोबोटले अर्को रोबोट जन्माउँछ त भन्ने क्वेसन पनि छ नि त। भनेपछि त्यसले त त्यो एउटा के लाइन अफ डिरेक्सनलाई जान्छ भन्दाखेरि भोलि त डेथ अफ द ह्युमन सिभिलाइजेसन भन्ने भयो होइन। अब डेथ अफ द ह्युमन सिभिलाइजेसनमा तपाईँको रोबोटले फेरि रोबोट त बनाउँला, तर त्यसको मिनिङ के त? जस्तै ह्युमनको एउटा सिभिलाइजेसनको त मिनिङ छ नि त। सो आई थिङ्क देयर आर सो मेनी फिलोसफिकल थिङ्स होइन द्याट निड्स टु बी सल्भ, जसको लागि चाहिँ भोलि कम्प्लिटली रोबोटले चाहिँ ह्युमनलाई ओभर रुल्ड गरोस्। तर डेफिनेटली रोबोट विल बी देयर मच मोर देन ह्युमन। किन भन्दाखेरि हाम्रो निड्सहरू फुलफिल गरिनको लागि चाहिँ रोबोट्सहरू चाहिन्छ होइन। र त्यो रोबोट्सहरूले भोलि हामीलाई असिस्ट गर्दै गर्दाखेरि चाहिँ हामीले अझै धेरै आफ्नो क्यापेसिटी चाहिँ युटिलाइज गर्न सक्छौँ। तर अब त्यो धेरै भन्दै गर्दाखेरि एरियाज कुन हो त्यो अझै आइडेन्टिफाई हुन चाहिँ बाँकी नै रहन्छ। अब म त के देख्छु भन्दा मेरो पर्सनल फिलोसफिकल यो कुरा निस्किहाल्यो भने जहिले के हुन्छ भन्दाखेरि यो अर्थको एक्सप्लोरेसन थियो, हामी गरिरहेछौँ होइन, स्पेस एक्सप्लोरेसन बाँकी छ। आई थिङ्क द्याट्स वेयर वी गो इफ वी गो अन द ह्युमन रोबोट कोलाबोरेसनको नेक्स्ट स्टेज के। किनभने अहिलेसम्म त हामी यहीँ छौँ, यहीँनिर जे गर्छ गरिरहेछौँ। तर तपाईँको बायोलोजिकल बडीले त हामीलाई त मार्समा त बस्न दिँदैन भनेपछि त्यहाँ त तपाईँको रोबोटिक फर्म त चाहियो नि त। अक्सिजन बिना कसरी बाँच्ने होइन, तपाईँको त्यो बायोलोजिकल डिग्रेडेसनलाई कसरी चाहिँ तपाईँको प्रिजर्भ गरेर राख्ने भनेपछि त्यो मल्टी कुराहरू छ। मलाई यसमा कहाँनिर अलिकति डर लागिरहेछ भने जस्तो क्लाइमेट चेन्जमा यसले ठुलो इम्प्याक्ट पार्छ। किनभने यो रोबोटिक हुने बित्तिकै चाहिँ अब भनौँ न त्यो त अब फलाम अब के मेटेरियल हुन्छ मलाई थाहा छैन होइन, के मेटेरियलबाट बनाएको हुन्छ भनेपछि यसले क्लाइमेट चेन्जलाई चाहिँ क्लाइमेट जुन अहिले हामीले जुन फेस गरिरहेको छौँ नि त्यसको ठुलो इम्प्याक्ट पर्छ कि पर्दैन? मोस्ट प्रोबेबली अब यस्तो छ, अहिले इलेक्ट्रोनिक डिभाइस ई वेस्ट भनेर ग्लोबल्ली तपाईँको आवाजहरू उठि नै राखेको हो होइन। र रिसाइक्लिङ पनि तपाईँको प्लानिङहरू चलि नै रहेछ होइन। अब जसरी प्रड्युस भइरहेछ त्यसरी बायोडिग्रेडेबल पनि छ, अथवा त्यसलाई रिसाइकल पनि गर्न मिल्ने चाहिँ हो पनि होइन। तर अब भोलि त्यो नम्बर्स नै यति धेरै भइसके पछाडि त्यसलाई चाहिँ तपाईँको कम्प्लिटली हामीले रियुज गर्न सकिन्छ कि सकिँदैन भन्ने त्यो अर्को क्वेसन चाहिँ डेफिनेटली नै छ। लाइफ हुन्छ यसको यतिसम्म लाइफ भन्ने हुन्छ? अब यस्तो छ, अब कुनै मेटल भयो भने त्यस्तो लाइफ भन्ने हुँदैन, त्यो रन हुने लाइफ चाहिँ हुन्छ होइन। तर त्यस पछाडि स्क्रैप जुन गर्ने बेला हुन्छ त्यो भनेको तपाईँले भोलि त्यो डेड भइसकेपछि अब आइरन छ भने त आइरनै हो नि त्यो, इट्स अ केमिकल राइट, जुन चाहिँ के अरे एलिमेन्ट होइन, एलिमेन्ट जुन चाहिँ तपाईँको सर्टेन अमाउन्ट अफ इयर्ससम्म डिग्रेडै हुँदैन भनेपछि त्यो प्रपर्टिजहरूले गर्दाखेरि तपाईँको कम्प्लिटली डेड अथवा यो के अरे डिग्रेड हुने जस्तो चाहिँ हुँदैन। तर अब त्यसलाई कसरी रियुज गर्ने भन्ने नै क्वेसन हो। मलाई चाहिँ त्यो अलिकति के फिल भइरहेको थियो भने अब सफ्टवेयर बेस भयो भने चाहिँ त्यो त अब क्यान्सर भन इन्भिजिबल भयो, हामीले युज गर्ने भयो, त्यो डाटा जहाँ हुन्छ त्यो सर्भरमा राखेको हुन्छ। तर रोबोटिकै हुँदाखेरि चाहिँ रोबोटिकको त फिजिकल प्रेजेन्स हुन्छ होइन। फिजिकल प्रेजेन्स हुँदाखेरिको जस्तो अब मलाई घरमा चाहिँ सफा गर्ने एकजना चाहियो होइन, सफा गर्ने रोबोटिक चाहिँ मलाई सबै घरको मेरो टाकटुक सफा गर्ने, उसलाई मैले एउटा कमान्ड दिन्छु, उसलाई कमान्ड दिइसकेपछि म अफिस गइसकेपछि उसले टाकटुक गरेर सफा गरेर राखोस् भनेर चाहिँ गरेको हुन्छ। त्यसको त क्यान्सर ऊ हामीले उसलाई इनपुट दिन्छौँ प्लस
पावर पनि डेफिनेटली दिनैपर्छ होला होइन त्यो चार्ज गर्ने अब त्यो चार्ज गरेर छोड्ने हो कि उसलाई अब के भन्छ अनै गरेर राख्ने हो त्यस्तो खालको टेक्नोलोजीले चाहिँ फेरि हामीले के भन्छौँ भने रोबोटिक इन इन्भाइरोमेन्ट भनेर चाहिँ इन्भाइरोमेन्टमा चाहिँ रोबोटिकको के इम्प्याक्ट पर्छ के चाहिँ प्रोज एन्ड कन्स कुरा गर्ने हो भने चाहिँ प्रोज के हुनसक्छ कन्स के हुनसक्छ आई थिङ्क अब तपाईँले भनेको कुरा इन्ट्रेस्टिङ भए पनि अब यसलाई मैले नर्मल्ली एउटा मेसिन हामी जुन चलाइरहेको छ त्यसरी पनि हेर्न सक्छौँ जस्तो लाग्छ मलाई जस्तै अब फ्रिजहरू जमानादेखि त्यो चल्ने रिसाइकल हुने त्यो चलि नै रहेको छ होइन त्यसै गरी हुन्छ अब एनर्जी कन्जम्सनको केसमा अब ग्लोबली रिसर्चहरू बायोसेल्समा भइरहेको छ होइन सो अटो तपाईँको एनर्जी प्रडक्सन गरेर त्यो आफूलाई फङ्सनल बनाउने होइन अब सोलर पनि तपाईँको त्यो लेभलसम्मको आइसकेको छ जुन चाहिँ तपाईँले एकदमै एडप्टै गरेर हिँड्न मिल्छ त्यस्तोसम्मको चाहिँ आइसकेको छ सो त्यसले गर्दाखेरि त्यो दुइटै लाइन अफ थट्स छ तर अब आई थिङ्क देयर आर अलवेज सोल्युसन एगेन मैले भने रिसाइकल रियुज हुन सक्ने पोसिबिलिटी हुन्छ त्यो डग रोबोटै तपाईँको कुदिरहेको छ त्यसले सफा गरिरहेको छ नि भोलि बिग्रियो भने फेरि त्यसलाई रिपेयर गर्न मिलिहाल्छ त्यो प्रब्लम भएन तपाईँको स्क्रैप पार्नु पऱ्यो भने त्यो स्क्रैप गर्नेले कसरी अहिले बनेको डग रोबोटिकले चाहिँ केसम्म गर्न सक्छ अब यस्तो छ अहिलेको फर्स्ट स्टेजको डग रोबोटको काम चाहिँ फर्स्टमा होइन मलाई अर्को कुरा पनि तपाईँलाई भनिहाल्छु यो चाहिँ मैले मार्क रबर्टसँग भेट्ने मौका पाएको थिएँ उहाँ चाहिँ बोस्टन डाइनामिक्सको एक्जिक्युटिभ डाइरेक्टर तपाईँले फर्स्टमा चाहिँ यो एटलास रोबोटहरू अनि अगेन डग रोबोटहरू चाहिँ त्यो देख्नु भएको थियो होला होइन जुन चाहिँ तपाईँको जम्प गरिरहेछ नाचिरहेछ भने उहाँलाई भेटेँ अनि त्यस पछाडि उहाँसँग अस्ति पनि हाम्रो के भन्छ इनोग्रेसन आइसिटी डे अवार्डमा त त्यहाँ हामीले युज गरेको थियौँ अनि उहाँसँग यस्तै लाइन अफ थटमा मेरो कुरा भएको थियो क्या मैले चाहिँ के भन्दा हाउ क्यान वी ब्रिङ बोस्टन डाइनामिक्स टु साउथ एसिया भने क्या अनि कस्तो भन्दाखेरि छोटी मुख बढी बात भने जस्तो भएछ त्यतिखेर होइन अनि उहाँले मलाई के भन्नु भन्दाखेरि आई डोन्ट डु रोबोटिक्स फर के अरे मनी होइन आई डु इट फर प्यासन रोबोटिक्समा काम गर्ने हो भने यु जस्ट गो देयर एन्ड इन्भेन्ट भन्नुभयो क्या होइन अनि आई थिङ्क अहिलेको लाइन अफ डिरेक्सन पनि ग्लोबल रोबोटिक्सको इको सिस्टममा चाहिँ त्यही छ सबैजना चाहिँ इन्भेन्सनमा लागिरहनु भएको छ पर्पस भन्ने कुरा नेक्स्ट स्टेप हो फर्स्टमा अमेज हुनु सक्नु पऱ्यो होइन जस्तै मान्छे जस्तो भोलि त्यसले बिहेभियर गर्न सक्छ कि सक्दैन त्यो अचिभ गरौँ भन्ने चाहिँ डिरेक्सनमा सबैजना गइरहेको छ भनेपछि त्यो रोबोट डगहरू जुन भनिरहेको छ त्यो पहिला रोबोट जस्तो डग जस्तै हिँड्न सकोस् न होइन नाच्न सकोस् यसो तपाईँसँग कुद्न सकोस् एन्ड देन अब त्यसलाई के युज गर्ने त भन्दा बोस्टन डाइनामिक्सले पछि त्यसको युजमा लिएर आयो त्यो हुन्डाईले उनीहरूले लिइसके पछाडि चाहिँ तपाईँको ओइलको जुन ठुलो म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजहरू छ त्यहाँ चाहिँ इन्सपेक्सनको लागि क्या जस्तै अब मान्छे गएर त्यहाँको उसले इन्सपेक्सन गर्न छुट्याइदिएर एकचोटि त्यहाँ त ठुलो मिस्याप हुनसक्छ नि त तर त्यो डग रोबोटमा तपाईँले हेर्नु होला स्पट भन्छ उनीहरूको उसले गएर मजाले जान्छ कति छ होइन तपाईँको टेम्परेचर कति छ त्यो चेक गर्छ फ्युल कतिको फ्युल इन भइरहेको छ त्यसलाई कन्ट्रोल गर्नुपर्ने हो कि होइन दुलो सुलो कतै छ कि त्यो इन्जिनमा त्यो पनि सबै चेक गर्छ भनेपछि त्यो इन्सपेक्सनको लागि चाहिँ अहिले युज भइरहेको छ अघि तपाईँले मैले एक्जाम्पल दिइहालेँ लोड क्यारिङको लागि अलरेडी नै गइरहेको छ अस्ति हामीले जुन ओपनिङ गर्दाखेरि चाहिँ त्यसमा कसरी कमान्ड दिएको थियौँ त्यसमा चाहिँ यस्तो थियो त्यो चाहिँ रिमोट कन्ट्रोल थियो होइन सो रिमोट कन्ट्रोल भएर हामीले अलरेडी नै तपाईँको त्यसमा मेकानिजम बनाइसकेको थियो कि प्रधानमन्त्री सम्मानज्यूले चाहिँ तपाईँको थिचिसक्नु भए पछाडि मोबाइल एपमा थिचे पछाडि चाहिँ त्यहाँ मेकानिजम ओपन हुन्थ्यो अनि मोबाइल चाहिँ बाहिर निस्किन्थ्यो सो त्यो मोबाइलमा चाहिँ तपाईँको त्यहाँ थिच्ने मेकानिजम थियो त्यो थिचिसकेपछि चाहिँ तपाईँको त्यो लाइट हाम्रो दियोसँग कनेक्ट गरेका थियौँ सो त्यो डगको काम चाहिँ के थियो भने त त्यो मेकानिजम लिएर जाने अब हाम्रो लागि अब एस्पिरेसन चाहिँ के थियो भने त त्यस्तो अमेजिङ टेक्नोलोजी हाम्रो सेक्टरलाई देखाउँ र यस्तो अमेजिङ टेक्नोलोजी यसरी एक्जिस्ट गर्छ र भोलिको दिनमा चाहिँ हाम्रो सेक्टरको मान्छेहरू बाहिर गएर कुरा गर्दा वी अल्सो ह्याभ दिस होइन किनभने नेपाललाई अघि नै मैले भनेको एउटा तपाईँले याद गर्नु राइट इन टाइम टेक्नोलोजी नहुँदाखेरि हामी पछाडि छौँ भन्ने मेन्टालिटी पनि छ क्या इन्फेरियर कम्प्लेक्स चाहिँ जब तपाईँको पेल्न थाल्छ नि त्यसले चाहिँ तपाईँको अगाडि बढ्न दिँदैन हामी त्यो कम्प्लेक्सलाई पनि अलिकति चिर्न खोजिरहेको लेटेस्ट टुल्स ल्याऊ एक्सेस गरौँ अनि वी हेभ दिस भनौँ न होइन ग्लोबली सो त्यसरी चाहिँ तपाईँको यस्तो टेक्नोलोजीमा युसेजलाई बढाउन खोजिरहेको छ कुन चाहिँ रिमोटबाट युज हुने हुन्छ कि भोलि गएर भोइसबाट युज गर्ने हुन्छ कि जस्तो अब एआई भन्ने बित्तिकै प्रम्प्ट हो नि त प्रम्प्ट कसरी चाहिँ डेभलप गर्नुपर्छ अब यस्तो छ अहिले यस्तोमा चाहिँ तपाईँको
विदाउट एआई प्रम्प्ट पनि त्यसले गर्न सक्छ नेभिगेसन होइन सो नर्मली कम्प्युटर भिजनहरू लाइडर टेक्नोलोजीहरू चाहिँ यसमा इन्टिग्रेटेड हुन्छ सो त्यसले इन्टिग्रेटेड हुने बित्तिकै के हुन्छ कम्प्युटर भिजनले अघि नै भने जस्तो अब्जेक्ट डिटेक्सन गरिदिन्छ सो अब्जेक्ट डिटेक्सन गरिदिएपछि मलाई जाँदा पनि जस्तै अब मैले जिपिएसमा उसलाई म्याप गरिदिएको छु सो मलाई चाहिँ यहाँको लोकेसनबाट चाहिँ हाम्रो महाराजगञ्जको चोक जानु पऱ्यो भने उसले चाहिँ अब आफ्नो म्याप क्रिएट गर्छ क्या सो म्याप क्रिएट गर्दाखेरि अब उसको लागि गोल के हो भन्दा ऊ चाहिँ त्यहाँ पुग्नु पऱ्यो नि त भनेपछि अब यहीँ डग रोबोट छ भने फर्स्टमा ऊ निस्किनु पऱ्यो त्यहाँ ढोका खोल्नु पऱ्यो सो नर्मली यस्तो ढोका खोल्नै पर्ने छ भने रोबोटिक आर्म हुन्छ क्या माथिबाट चाहिँ सो रोबोटिक आर्मले चाहिँ ढोका खोलिदिन्छ एन्ड देन दे गो अहेड अब त्यहाँ गइसकेपछि उसको लागि नेक्स्ट ढोका कता हो त उसले त्यो फेरि फिगर आउट गर्छ क्या सो अब्जेक्ट डिटेक्सन गर्छ त्यस पछाडि त्यहाँ डिसिजन मेकिङ पनि हुन्छ अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको रिइन्फोर्समेन्ट लर्निङ पनि भनिन्छ होइन डिप लर्निङभित्रको रिइन्फोर्समेन्ट लर्निङ सो रिइन्फोर्समेन्ट लर्निङले चाहिँ आफ्नो इन्भाइरोमेन्टमा सेल्फ लर्न गरेर त्यस पछाडि सेल्फ डिसिजन मेक गर भन्छ क्या होइन सो उसले सेल्फ डिसिजन मेकिङ गरेर चाहिँ तपाईँको त्यसरी मुभ गर्छ सो यो लिडार अथवा तपाईँको कम्प्युटर भिजनहरूले उसलाई अब्जेक्ट आइडेन्टिफिकेसन गरिदिइसकेपछि सजिलो भयो अब प्रम्प्टमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै हे साइबर डग क्यान यु सो सम मुभ्स भनिसकेपछि उसले त्यो बुझेर जस्तै इट्स सिम्पल लाइक तपाईँको च्याट जिपिटी मानौँ एकछिनको लागि च्याट जिपिटी जसले प्रम्प्ट दिए जस्तै सो त्यो टेक्स्टमा कन्भर्ट भयो सो त्यो टेक्स्टले चाहिँ कमान्डको रूपमा चाहिँ उसलाई कमान्डको रूपमा जान्छ एन्ड देन त्यो कमान्डले चाहिँ उसलाई अब एक्सन लिनु भयो जस्तै मुभ गर भनेको छ भने अब मुभमेन्ट कुन हो त होइन डान्स गर भने हो कि डान्स भने डान्स मुभ्स देखाउनु पऱ्यो मुभ गर भनेको फरवर्ड जा भने हो कि ऊ फरवर्ड जान्छ होइन आई डिन्ट अन्डरस्ट्यान्ड यु क्यान यु रिपिट इट अगेन उसले बुझेन भने फेरि तपाईँलाई त्यो भनेर प्रम्प्ट ब्याक गर्छ थ्याङ्क यू विकासजी तपाईँको इन्ट्रोडक्सनै दिनु पनि जरुरी छैन होला तपाईँले आफै पनि एउटा चाहिँ नेपालमा कन्ट्रिब्युटर होइन अब एउटा एक्सपर्टको रूपमा चाहिँ डेभलप हुनु भइसकेको छ एउटा चाहिँ राम्रो हम्बल पार्ट चाहिँ के छ भने तपाईँको जुन अब हामीले डिजिटल टकमा जुन बोलाए होइन अनि आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद यो मात्रै होइन कि यसपछि पनि अरू धेरै कुराहरू चाहिँ हामी गर्नुपर्ने जरुरी छ जस्तो लाग्छ मलाई टु बी कन्टिन्यू भनेर आज चाहिँ तपाईँलाई धन्यवाद र टिम सबैलाई धन्यवाद दिँदै आजको कार्यक्रम चाहिँ हामी यहीँ टुङ्गाउँछौँ थ्याङ्क यू सो मच फर इन्भाइटिङ थ्याङ्क यू भेरी मच रोबोटिक्स एसोसिएसनको रिप्रेजेन्ट गर्ने मौका दिनुभयो ल थ्याङ्क यू